सायद माइती घर आएको थिएँ होइन। त्यहाँ आउँदाखेरि खासै त्यस्तो केही पनि थिएन, सामान्य थियो। अब पम्पलेटहरू लिएर आएका थिए, राष्ट्रिय गानहरू त्यहाँ बजिरहेको थियो। अनि मलाई लाग्यो अब यहाँ भर्खर मान्छे जम्मा हुँदैछन्, एकदिन चिया खाएर आउँ कतै भनेर। अनि म सिंहदरबार साइडतिर गएँ, साथीहरूसँग भेटघाट गरेँ। एकछिनपछि आउँदाखेरि पनि अवस्था त्यति धेरै थिएन, मान्छेहरू जम्मा नै भइराखेका थिए। मैले यहाँ त्यो दिनको भोलिपल्टको कान्तिपुरमा पनि सायद त्यो कुन टाइममा चाहिँ कति के भएको थियो भनेर पनि लेखेको थिएँ। भोलि केही हुन्छ जस्तो मलाई लागेको थियो होइन। त्यो चाहिँ कस्तो भने त्यहाँ कमेन्टमा चाहिँ जुन आक्रोश थियो त्यसमा कुनैले लिड गरिरहेको थियो र ती व्यक्तिहरू चाहिँ स्वतस्फूर्त रूपले चाहिँ त्यहाँ गए होइन। तर सत्ता नै पल्टिन्छ भनेर चाहिँ सायद कसैले पनि सोचेको थिएन, जुन मैले पनि सोचेको थिइनँ। तर केही हुन्छ चाहिँ त्यो सुत्नु अघि नै लागेको थियो मलाई। पहिलो दिन चाहिँ त्यो संसद भवन वरिपरि पुलिसको कमान्ड, संसद भवन वरिपरि पहिलो दिन चाहिँ कमान्ड थियो, त्यहाँ सुरक्षित राख्न सफल भयो। प्रहरीले चाहिँ के गरेछ भने माइती घरमा जम्मा हुने भनेपछि त सबैजना माइती घर आउँछन्। माइती घर आएपछि चाहिँ एभरेस्ट अगाडि हामीले सुरक्षा प्रहरी राखेपछि त त्यहाँबाट त उताडी आउँदैनन् भन्ने भयो। तर त्यो बिचमा चाहिँ यस्तो भिड देखिरहेको थियो, बानेश्वर साइडबाट मान्छेहरू आइरहेको थियो, भनेको माइती घरतिर ठुलो भिड आइरहेको थियो। यता जान मिल्ने ठाउँबाट जान मिल्ने भइसकेको थियो, यद्यपि त्यसलाई नागेर गइराखेका थिएनन्। मलाई लागिरहेको थियो प्रहरीलाई सम्मान गरिरहेछन्। जब त्यो ठुलो भिड चाहिँ बानेश्वरतर्फको एउटा भिड चाहिँ करिब त्यहाँ 100-150 जनाकै भिड थियो, एकाएक आयो र यताबाट प्रदर्शन गर्नेहरूले यता धकालिराखेका थिए, जुन नभत्केको साइड। हामीले त त्यहाँ डिभाइडरले विभाजन गरेको छ नि त सडक। अब उता दाहिने साइडमा चाहिँ त्यो हुल आएपछि प्रहरी चाहिँ बिचमा पर्यो। जस्तो मैले चाहिँ तपाईँको चाहिँ आन्दोलन नयाँ बानेश्वरमा भइरहेको थियो, तर त्यसको प्रत्यक्ष प्रसारण र एभ्री मिनटमा चाहिँ टिकटकमा अपडेट भइरहेको थियो कि। अहिलेको वार भनेको चाहिँ मलाई डिजिटल वार जस्तो लाग्यो, किनभने जब तपाईँको टिकटकमा चाहिँ बानेश्वरको घटना अपडेट भइरहेको थियो नि, त्यस्तै तपाईँको नेपालभरका जसले टिकटक हेरिरहेछ नि, त्यो डिजिटल वार फैलिरहेको थियो क्या। केही व्यक्तिले सुझबुझ लगाएर पुरै नकाब लगाएर आएका थिए, जसले झोलामा गुलेली, ढुङ्गा अनि बोतलमा चाहिँ त्यो हुन्छ नि पेट्रोल हालेर त्यस्तो ग्रुप पनि देखिरहेको थियो कि। एउटा सिसाबाट चाहिँ त्यहाँ उपचार गरिराखेका मान्छेहरू देखिन्थ्यो, एउटा सिसा अगाडिबाट चाहिँ 8 जनाको शव देखिन्थ्यो क्या। त्यो बाइकको जुन साइलेन्सर बिगारेर हिँड्छन् नि, उनीहरू सबैभन्दा बढी उन्मुक्त महसुस गर्दो रहेछ क्या। हेलमेट नलाइकन चलाउने र त्यो बाइकलाई मोडिफाई गरेर जुन साइलेन्सर जुन पटक पड्काउँदै हिँड्छन्, तिनीहरू चाहिँ पुलिसकै अगाडि, ट्राफिकै अगाडि पड्काउँदाखेरि चाहिँ सबैभन्दा बढी उन्मुक्त, एकदम विजयी भाव गर्ने आज त पाइयो नि भन्। अनि मैले बुटवलमा चौरामा पनि त्यो देखेँ। म पनि त्यो आन्दोलनको घरि बिचमा, घरि अगाडि, घरि पछाडि एज अब्जर्भर त्यहाँ थिएँ। मलाई उहाँ प्रदर्शनकारी होला भन्ने ठानेको थिएँ त्यति बेलासम्म होइन। अनि त्यसपछि गएर उहाँले यता धरारा नि आइसकेपछि म प्रहरी हो, मलाई महाराजगञ्ज प्रहरी अस्पताल लैदिनु भनेर भन्नुभयो। अनि एक मन त मलाई रिस उठ्यो पनि होइन, उहाँले पहिले भने पनि हुन्थ्यो नि त। म कोठा जान नसकेको मान्छे त्यहाँ रोकेर बस्यो भने त खास एक हिसाबले होइन। अनि त्यसपछि निस्केँ। अनि उहाँलाई त्यहाँ पछि चाहिँ मलाई झन् डर लाग्यो आन्दोलन देखेर। हिल्टनमा चाहिँ त्यो प्रदर्शनकारी नअड्केको भए यतै आउँथ्यो, नक्साल चाहिँ बाँकी रहने थिएन। त्यस दिन चाहिँ प्रहरीले गोली नचलाएको कारण अझ लासमाथि लासको थुप्रो नलागेको हो कि। एआईबाट जेनेरेट गरेको आइफेल टावरमा चाहिँ आगो लागेको त्यो भिडियो हेर्नुभयो, त्यो एआईबाट हो। नमस्ते, आजको प्रोग्राममा हाम्रो अनपपुलर ओपिनियन विथ किरण विकको 4th एपिसोडमा हामी छौँ र हामी आज भदौ 23 र 24 गते पछिको अवस्थामा छौँ, जुन सेप्टेम्बर 8 र 9मा जुन देशमा एउटा घटना घट्यो। अब त्यसलाई हामी अनेकौँ संज्ञा दिन सक्छौँ। हामी त्यो घटनाबाट कुनै न कुनै रूपमा प्रत्यक्ष अप्रत्यक्ष त्यसमा हामी सहभागी भयौँ, जोड्यौँ, साक्षी भयौँ र त्यसलाई विभिन्न शब्दहरूले अहिले मिडियाले, ओपिनियन मेकरहरूले त्यसलाई कसैले चाहिँ जेन्जी क्रान्ति भन्नुभएको छ, कसैले त्यसलाई जेन्जी आन्दोलन भन्नुभएको छ र म लगायत कसैले फेरि हामीले जेन्जी क्रान्ति नभनेर नागरिक क्रान्ति भनेका छौँ र पोलिटिकल मान्छेहरूले कसैले फेरि यो तेस्रो जनआन्दोलन हो होइन, जनआन्दोलन 3 हो पनि भनिराख्नु भएको छ। र त्यसै सन्दर्भमा रहेर सेप्टेम्बर 8 र 9 को घटनाको हामी सन्दर्भमा रहेर आज हामी यस एपिसोडमा छलफल गर्नेछौँ। हामीसँग हुनुहुन्छ बहसका लागि देवकी बिष्ट, उहाँ हुनुहुन्छ डकुमेन्ट्री मेकर र मल्टिमिडिया जर्नलिस्ट र फिल्म मेकर पनि हुनुहुन्छ। तपाईँलाई पनि स्वागत छ। धन्यवाद। र हामीसँग हुनुहुन्छ विवेक पोखरेलजी,
हाल कान्तिपुरमा सुरक्षाविद र मल्टिमिडिया जर्नलिस्टको रूपमा हुनुहुन्छ र केही समय अगाडि उहाँ चितवनबाट नयाँ पत्रिकाको लागि रिपोर्टिङ गर्नुहुन्थ्यो र सिनर्जी एफएममा आबद्ध हुनुहुन्थ्यो र तपाईँलाई पनि स्वागत छ। र त्यस दिन ग्राउन्ड जिरोमा अर्थात् बानेश्वर वरिपरि फिल्ड रिपोर्टिङमा तपाईँहरूलाई देख्न पाउँदा खुसी नै लाग्यो। तपाईँहरूले एकदम कठिन समयमा पनि आफ्नो पत्रकारिताको भूमिका निभाउनु भयो। र सँगसँगै म औपचारिक प्रश्नतर्फ जाँदाखेरि म चाहिँ विवेकजीबाट सुरु गर्न चाहेँ कि तपाईँ भदौ 22 गते राति होइन के सोच्दै सुत्नुभएको थियो? अर्को दिन त देश अर्कै उसमा गयो। भदौ 22 गते राति चाहिँ तपाईँ नियमित रूपमा रिपोर्टिङ गरेर घर जाँदै गर्दा सुत्दै गर्दा तपाईँ त्यो दिनको बारेमा थाहा पाउनु। यस्तो हुन्छ, अब हामी ठ्याक्कै पत्रिकामा काम गर्ने भएको भएर त्यो दिनमा पनि म रातिसम्मै थिएँ, पत्रिकामै थिएँ। किनभने हाम्रो त अब आन्दोलनको भोलिपल्टबाट अफिस नगएको, अहिले आजको मितिसम्म नि गएको छैन होइन। त्यो दिनमा नि हामी रातिसम्मै सिनियर दाइहरूसँग डेस्कमा बसेर छलफल भएको थियो। तर यो आन्दोलनको विषयमा भन्दा पनि सामाजिक सञ्जाल चाहिँ सरकारले बन्द गरिसकेपछि चाहिँ सामाजिक सञ्जाल बन्दकै विषयमा चाहिँ स्टोरीहरू त्यो दिनमा पनि गरेको थियौँ। विशेष गरेर हामीले चाहिँ अनलाइन ekantipu.com को लागि चाहिँ यसको प्रभाव अथवा भनौँ अब मेरो सुरक्षाविद भएको भएर अब यो बन्द भइसकेपछि वैकल्पिक बाटोहरू खोजेर चाहिँ सामाजिक सञ्जाल चलाइरहेका पनि भेटिएको थियो। त्यसले चाहिँ कस्तो खालको प्रभाव पार्छ भन्ने हिसाबले कस्तो खालको अपराध होला त फेरि सामाजिक सञ्जाल बन्द हुँदै गर्दाखेरि भन्ने विषयमा चाहिँ मैले स्टोरी गरिरहेको थिएँ। ती आफ्नो सेक्टरतिर हेरिरहेको थिएँ। र भोलिपल्टको आन्दोलनको विषयमा चाहिँ अब बिहान गएर चाहिँ शान्तिपूर्ण आन्दोलन भनिएको छ। अब त्यो विषयमा चाहिँ बेलुका नै भोलि बिहान चाहिँ फिल्डमै जानु पर्ला भन्ने आफूले पनि सोचिराखेको थिएँ। अब साधारणतै 10-11 बजीतिर त्यो दिनमा पनि निस्किएर कोठामा पुगेको। भोलिपल्ट बिहान उठ्दाखेरि 8 बजीतिर होला, म लगातार भनौँ होइन 8 बजीतिर होला म सायद माइती घर आएको थिएँ होइन। त्यहाँ आउँदाखेरि खासै त्यस्तो केही पनि थिएन, सामान्य थियो। अब पम्पलेटहरू लिएर आएका थिए, राष्ट्रिय गानहरू त्यहाँ बजिरहेको थियो। अनि मलाई लाग्यो अब यहाँ भर्खर मान्छे जम्मा हुँदैछन्, एकदिन चिया खाएर आउँ कतै भनेर अनि म सिंहदरबार साइडतिर गएँ, साथीहरूसँग भेटघाट गरेँ। एकछिनपछि आउँदाखेरि पनि अवस्था त्यति धेरै थिएन, मान्छेहरू जम्मा नै भइराखेका थिए। मैले यहाँ त्यो दिनको भोलिपल्टको कान्तिपुरमा पनि सायद त्यो कुन टाइममा चाहिँ कति के भएको थियो भनेर पनि लेखेको थिएँ। 9 बजीतिर आउँदाखेरि चाहिँ अब त्यहाँ आइपुग्दाखेरि 9 बजे पनि होइन, म 10 बजे आएँ त्यसपछि होइन। यसलाई म अर्को प्रश्न सोध्छु, किनकि 10 बजेपछिको चाहिँ म अर्को प्रश्न बनाउँछु, किनकि 10 बजेपछि सिचुएसनहरू चेन्ज हुँदैन, 9 बजेपछि नै सिचुएसन होइन। त्यो दिनमा चाहिँ केही थिएन, बिहान पनि अब अनलाइनको सम्पादकले फोन गर्नुभएको थियो, अनलाइनलाई चाहिँ अलिकति रिपोर्टिङ गर्नुपर्छ। फरक के देखिन्छ त्यहाँ? अब हामीले त यो जेनजी पुस्ताको आन्दोलन मात्र भनेका थियौँ, कोही त अब बुवा मम्मीसहित आएको पनि देखिएको थियो होइन। अब त्यो भएको हिसाबले मैले पनि सोचिरहेको थिएँ अब यो खालको विषय होला, भोलि चाहिँ यो खोज्नु पर्ला भन्ने हिसाबले गएको थिएँ। तर म बिहान उठ्दाखेरि त्यस्तो अब सामान्यतया अघिल्लो आन्दोलनमा पनि अब लगतै जस्तो भयो, चैत 15को आन्दोलन पनि होइन। त्यो आन्दोलनमा जुन खालको सोच बनाएर गएको थिएँ, सामान्यतया रिपोर्टिङ त हो भन्ने हिसाबले गएको थिएँ। म भोलिपल्ट चाहिँ अफिस नगइकन डाइरेक्ट रिपोर्टिङमा जानुपर्छ भनेर त्यो प्रेस लेखेको प्रेस ज्याकेट चाहिँ मैले त्यही दिन लिएर गएको थिएँ क्या अफिसबाट फेरि होइन। रिपोर्टिङमा जान्छु भन्ने थियो, त्यसबाहेक अरू खासै यस्तो होला भन्ने सोचेको थिएन। त्यही त देविकीजी, अब तपाईँ पनि एउटा सक्रिय पत्रकारको हिसाबले अब त्यो भदौ 22 गते राति चाहिँ तपाईँ सामान्यतया अब त्यो तपाईँले अघि हामी अलिकति भन्नुभयो कि भदौ 22 गते चाहिँ मैले पनि त्यो ऊहरू चाहिँ व्यापक भएको देखेँ सोसियल मिडियामा होइन, त्यसको आन्दोलनको तयारीहरूबारे। त्यसपछि तपाईँ के सोच्दै सुत्नुभयो? जस्तो मैले चाहिँ सोसल साइट चाहिँ बन्द गरिसकेपछि केही एपहरू हुन्छ नि, त्यो बन्द गरिसकेपछि पनि तपाईँको त मान्छेले अप्सन खोज्छ नि त। मैले पनि ती अप्सनहरूमै अपडेट थिएँ होइन। विशेष गरी चाहिँ सुत्नु अघि भनौँ न प्राय मैले 11-12 बजी सुत्छु होइन त्यो काम गरेर। अनि त्यो बेलासम्म चाहिँ तपाईँको टिकटकमा नेपो बेबी ट्रेन चाहिँ एकदमै भाइरल भएको थियो। म आफै छक्क परिरहेको थिएँ कि जुन एउटा भिडियोलाई चाहिँ जस्तो एउटा युवा पुस्ताहरू सबै त्यसमा एक्टिभ भइसक्यो थियो, जस्तो हाम्रो मेन स्ट्रिमको मिडियाहरू पनि सबै टिकटकमा आइसकेको थियो, किनभने टिकटक एउटा सहज माध्यम थियो नि त। अनि त्यसपछि त्यसमा चाहिँ त्यो नेपो बेबी ट्रेन यस्तो भाइरल भइरहेको थियो। अनि म त्यसको कमेन्ट हेरिरहेको थिएँ कि त्यो कमेन्टमा चाहिँ यस्तो आक्रोश थियो कि तपाईँको त्यो एकजनाले नेपो बेबी ट्रेनको चाहिँ भिडियो हाल्यो होइन,
त्यसपछि त्यो मान्छेहरूले चाहिँ डाउनलोड गर्दै अपलोड गर्दै भाइरल गराउन थाले कि जोसँग जसका फोटो छन् त्यहाँ चाहिँ तस्बिरहरूमा चाहिँ नेपो बेबी ट्रेन्ड आयो, जसमा चाहिँ सबैभन्दा बढी एउटा मुख्य पात्रका रूपमा चाहिँ श्रृङ्खला खतिवडा जो उहाँको आफ्नै परिचय छ, उहाँको आफ्नै सङ्घर्ष छ, तर उहाँलाई एउटा आँखी बनाइएको थियो जुन चाहिँ पछि इन्डियाले पनि साभार गरेर गरिरहेको थियो। र दोस्रोमा हुनुहुन्थ्यो शेरबहादुर देउवा अनि त्यसपछि प्रचण्डको छोरीहरू होइन। अनि यो सँगसँगै मैले त्यो हेर्दाखेरि भोलि केही हुन्छ जस्तो मलाई लागेको थियो होइन। त्यो चाहिँ कस्तो भने त्यहाँ कमेन्टमा चाहिँ जुन आक्रोश थियो त्यसमा कुनैले लिड गरिरहेको थियो र ती व्यक्तिहरू चाहिँ स्वतस्फूर्त रूपले चाहिँ त्यहाँ गए होइन। तर सत्ता नै पल्टिन्छ भनेर चाहिँ सायद कसैले पनि सोचेको थिएन, जुन मैले पनि सोचेको थिइनँ। तर केही हुन्छ चाहिँ त्यो सुत्नु अघि नै लागेको थियो मलाई। अनि अर्को दिन बिहान तपाईँ उठ्नुभयो र 9 बजेभन्दा अगाडि तपाईँले केही भाप्नुभयो अथवा भन्नुभयो केही अनुमानहरू आज कस्तो होला आजको दिन भन्ने सोच्नुभयो? 9 बजेभन्दा अगाडि यस्तो थियो, बिहानको माहौल चाहिँ शान्त नै थियो। त्योभन्दा बढी चाहिँ अनुमान लगाउने भएकै कारण आज मिस इन्फर्मेसनहरू चाहिँ एकदमै आइरहेको छ होइन। बिहान चाहिँ सामान्यतः हेर्दा र त्यो फिल्डको अवस्था हेर्दा शान्त थियो। बिल्कुल। र मैले पनि म आफू त्यहाँ रूपन्देही 3 को स्वतन्त्र उम्मेदवार भएको हुनाले म चाहिँ भदौ 21 गतेसम्म के सोचेको थिएँ भने मैले भदौ 21 गते मात्रै त्यो नेपो बेबी अभियान चाहिँ टिकटकमा बढ्दै गएको, भाइरल हुँदै गएको मैले पनि 21 गते राति थाहा पाएँ। र भदौ 22 गतेसम्म चाहिँ आन्दोलनको एउटा सामान्य एउटा भ्रष्टाचार विरोधी आन्दोलनको तयारी भएको स्वरूप भएको मैले थाहा पाएँ। र विभिन्न गुटहरू र संयोगले त्यो तयारी समूहमा चाहिँ अब त्यहाँ 8-9 वटा ग्रुपहरू हुनुहुँदो रहेछ, टोली एउटा समिति जस्तो अनौपचारिकै, उनीहरूले ठ्याक्कै समिति भनेको छैन। संयोगले सबैमा मैले चिनेको 2-3 जना मान्छे हुनुहुँदो रहेछ। अनि मैले पनि त्यो समितिमा बस्ने केही कोसिस गरेँ, तर उमेरको कारण मलाई होइन दाइ लुज फोरम हो भनेर छिराएन। अनि म भदौ 22 गते चाहिँ के सोच्दै भइरहेको गयो भने यो आन्दोलन त त्यहाँ भ्रष्टाचार विरोधी आन्दोलन हो, त्यस कारण त्यो त त्यहाँ पनि भइहाल्छ, बुटोल भैलाबाटै लिड गराउँला नि त भनेर म गएँ। र अर्को दिन बिहान उठेर 9 बजेसम्ममा 9 बजे मैले किन भनेको 9 बजेपछिको समाचारहरू फरक छ र 9 बजेसम्मको समाचार बिल्कुलै एभरेज पहिला जस्तो नि सामान्य आकलन गरिएको, सामान्य रिपोर्टिङ गरेको मैले हेरिरहेको भिडियोमा चाहिँ 9 बजेतिर त्यो केपी खनाल अभियन्ता, त्यो सरसफाइ अभियन्ता जो हुनुहुन्छ उहाँले चाहिँ उहाँको लाइभ मेरो फेसबुक वालमा आइरहेको थियो र हामी आयौँ भनेर 20-25 जनाको फोटो मात्र थियो कि। त्यसपछि मैले सिधै 10 बजे हेरेँ। त्यसपछिको त अब क्रमैसँग प्रत्येक घन्टामा चाहिँ एकदम हलचल ल्याउने समाचारहरू आएको आइछ। र सँगसँगै अब हामी बिस्तारै अगाडि बढ्दाखेरि विवेकजी तपाईँ चाहिँ 10 अथवा 11 बजेतिर फेरि 10 बजे नै तपाईँ यहाँ माइतीघर मण्डलमा आउनुभयो होइन? त्यसपछि अब्जर्भेसन के छ? कस्तो 10 बजे आउँदाखेरि चाहिँ मैले त्यहाँ अब मैले आफ्नो ढङ्गबाट रिपोर्टिङ गरेँ अनलाइनको लागि। जस्तो कोही चाहिँ आमासहित आएको होइन, अब त्यसपछि गएर अब कोही चाहिँ कलेज छोडेर साथीहरू आज कलेज थियो कलेजबाट आइयो भन्ने खालको, अब त्यो खालको चाहिँ तत्काल अनलाइनलाई गर्ने खालको रिपोर्टिङ गरियो। त्यो गर्दै गर्दाखेरि ठ्याक्कै 10 बजेर 30 मिनट जाँदाखेरि हो त्यो त्यहाँ बसिरहेको भिड चाहिँ अब त्यो बाटो नै त्यहाँ 3वटा लेन 4वटा लेन छ, त्यो सबै नै छेक्ने गरेर मतलब गाडीहरू आउने जाने नै बन्द हुने गरेर त्यो बसिरहेको। त्योभन्दा अगाडि त सामान्य थियो, कोही पलेटी कसेर बसिरहेका थिए होइन। अब कोहीले चाहिँ त्यो चित्र मार्फत पनि त्यो भ्रष्टाचार विरोधी कार्टुन मार्फत पनि त्यो गरिरहेका थिए। अब कसैले घरबाटै बनाएर लिएर आएछन्, कसैले बनाएको लिएर आएको मैले प्रिन्ट गरेर भन्दै थिएँ होइन। अनि बुवा आमाहरू पनि कसैको बुवा आमाहरू पनि त्यत्तिकै त्यसरी नै नारा लगाइरहनु भएको थियो होइन। त्यो हेर्दा नि रोचक लाग्थ्यो। आजको चाहिँ मलाई चाहिँ के लागिरहेको थियो भने अब त्यो 10:30 बजेसम्म को अवस्थामा चाहिँ के लागेको थियो भने अब यो आन्दोलन चाहिँ शान्तिपूर्णै हुने जस्तो देखियो है भन्ने लागेको थियो। जब 10-30 बजे चाहिँ बाटो नै रोकिने गरेर गाडीहरू नै हिँड्नै नमिल्ने गरेर त्यो त्यहाँ बसिरहेका पलेटी कसेर बसिरहेका विद्यार्थी भाइ बहिनीहरू, आन्दोलन गर्न आउनुभएका, प्रदर्शन गर्न आउनुभएका व्यक्तिहरू चाहिँ उठेर चाहिँ अगाडि एउटा गाडी थियो, स्पिकर थियो, त्यो सँगसँगै नाराबाजी गर्दै अगाडि बढ्नुभयो। अब 11 बजे चाहिँ त्यो बाटो अवरुद्ध गर्दै गएको टोलीले चाहिँ बिजुली बजार पुल पुग्यो। बिजुली बजार पुल पुग्दै गर्दाखेरि मैले त्यहाँनिर काठमाडौँ प्रहरी परिसर का प्रमुख, अहिले त उहाँ सर्व हुनुभयो, विश्व अधिकारीले त्यति बेला
4045 जति होलान् भनेर अड्कल गर्नुभएको थियो जति बेला त्यहाँ बसेको मान्छे। हजुर। र बिजुली बजार पुल आउँदै गर्दाखेरि त्यही प्रदर्शनकै क्रममा रहेका केही साथीहरूले चाहिँ यो बिजुली बजारबाट अन्त जानु हुँदैन भनेर त्यो हातको साङ्ला बनाएर केही साथीहरूले चाहिँ यहीँ रोकिनुपर्छ आन्दोलनकारी आयोजकहरूले प्रदर्शन गर्ने नै भनौँ न, उहाँहरूले चाहिँ त्यो प्रयास गर्नुभयो, साङ्लो बनाउनु भयो। त्यसमा पनि फेरि कोही अगाडि जानुपर्छ भन्ने भयो, अब त्यो अगाडि जाने भिडले नै जित्यो। अनि त्यहाँबाट चाहिँ अलि बढी उशृङ्खल नाराबाजी हुन थालेको होइन। अनि त्यसपछि गएर अलिकति बढी आक्रामक देखेको चाहिँ त्यहाँबाट हो। त्यहाँसम्म आइरहँदा फेरि प्रहरी प्रमुखहरूदेखि लिएर सुरक्षा निकायका मान्छे पनि सँगसँगै आउनु भएको थियो हिँड्दै, उहाँहरू सँगसँगै होइन। मैले त्यो फोटोहरू पनि त्यति बेला अनलाइनको लागि हालेको छु। अनि जब 11:15 गयो, बानेश्वरको एभरेस्ट होटेल अगाडिदेखि चाहिँ निषेधित क्षेत्र भएको भन्दै प्रहरीले त्यो ब्यारिकेड राखेको थियो। त्यहाँ चाहिँ धकेल चल्यो। यहाँनिर चाहिँ एकदमै रोचक मैले देखेको दृश्य चाहिँ के छ भन्दाखेरि त्यहाँ तोड्ने प्रयास पनि भएको थियो होइन। अब कतिले त्यो अब त्यो आफ्नै साथीहरूले बनाएको साङ्लो त उहाँहरू कटेर यता आउनु भयो। जस्तै एभरेस्ट होटेलको अगाडिको ब्यारिकेड चाहिँ प्रहरीले लगाएको थियो, मेन चाहिँ सुरक्षा। अब त्यो तोड्नको लागि चाहिँ केही साथीहरू चाहिँ अब पहिलेबाट पानीको बोतल हान्नेदेखि लिएर अब कागजका टुक्राहरू अनि त्यो रुखहरू छ नि त साइडमा त्यो सुकेका हाँगाहरू भाँच्ने हान्ने अगाडि प्रहरीलाई थियो। त्यति धेरै उशृङ्खल नै भइसकेको थिएन त्यहाँनिर। त्यो चल्दै गर्दाखेरि उताबाट आउँदाखेरि माइती घरबाट आउँदाखेरि चाहिँ देब्रे साइडतिरको ब्यारिकेड चाहिँ पहिला सुरु चाहिँ त्यो तोडिएको पनि थियो, त्यो ढलेको थियो। प्रहरीले चाहिँ फेरि रिस्टाब्लिस गर्यो नै, त्यो ढलेको थियो तर त्यो नागेर आउने आँट कसैले गरेको थिएन क्या। मतलब आन्दोलन गर्नेहरूले प्रदर्शन गर्नेहरूले त्यो भत्काउन सफल भए। त्यो उतापट्टिको पनि प्रयास त भइराखेको थियो, धकेल भएको थियो। मैले नजिकबाट हेरेको चाहिँ त्यो धकालेर जान मिल्ने पनि भइसकेको थियो कि। जान मिल्ने भइसक्दाखेरि पनि त्यो नागेर आउने कसैले पनि त्यो आँट गरेको थिएन। अनि जब 11:45 अब मैले त्यो 11:15बाट त्यहाँ 11:45सम्म त्यो खालको धकालाधकुल भएको हो। 11:45मा जब बानेश्वरबाट पनि कस्तो त्यहाँनिर चाहिँ के भयो भने सुरक्षा निकाय मलाई लाग्यो यो यस्तै खालको समस्या चाहिँ हामीले 15 चैतकोमा पनि देखेका थियौँ। प्रहरीले चाहिँ के गरेछ भने माइती घरमा जम्मा हुने भनेपछि त सबैजना माइती घर आउँछन्। माइती घर आएपछि चाहिँ एभरेस्ट अगाडि हामीले सुरक्षा प्रहरी राखेपछि त त्यहाँबाट त उताडी आउँदैनन् भन्ने भयो। तर त्यो बिचमा चाहिँ यस्तो भिड देखिरहेको थियो, बानेश्वर साइडबाट मान्छेहरू आइरहेको थियो भनेको माइती घरतिर ठुलो भिड आइरहेको थियो। यता जान मिल्ने ठाउँबाट जान मिल्ने भइसकेको थियो। देवीदेवलाई नागेर गइराखेका थिएनन्। मलाई लागिरहेको थियो प्रहरीलाई सम्मान गरिरहेछन्। जब त्यो ठुलो भिड चाहिँ बानेश्वरतर्फको एउटा भिड चाहिँ करिब त्यहाँ 100-150 जनाकै भिड थियो। एकाएक आयो र यताबाट प्रदर्शन गर्नेहरूले यता धकालिरहेका थिए, जुन नभत्केको साइड। हामीले त त्यहाँ डिभाइडरले विभाजन गरेको छ नि त सडक। अब उता दाहिने साइडमा चाहिँ त्यो हुल आएपछि प्रहरी चाहिँ बिचमा पर्यो होइन। अनि त्यो चाहिँ दुवैतिरको बल परेर त्यो सहजै अब त के भयो, यता जाने र उता जाने को पहिलो भन्ने नै भएन क्या। किनभने यताबाट ठुलो भिड आइसकेको छ, यताको भिडले त्यो धकालेर भत्काउन खोजिरहेको छ। सानो सङ्ख्यामा रहेको पुलिस त अब उसले छोडेर गइदियो। त्यसपछि सकेन, गर्न सक्ने नै के थियो र। त्यसपछि चाहिँ त्यो भिड अगाडि बढ्यो। अगाडि बढ्ने बित्तिकै 11:50 चाहिँ यही बेला चाहिँ अब भत्किने बित्तिकै चाहिँ प्रहरीले त्यति बेला त्यो पानीको फोहरा हान्यो, त्यहीँनिर गाडी राखेको थियो। र त्यही 11:50 बजेबाट लाग्छ मैले थाहा पाएअनुसार त्यो भत्केर त्यो जाने बित्तिकै चाहिँ असुल ग्यास चाहिँ प्रार भयो। अनि त्यसपछि चाहिँ यो संसद भवनतिर हुल दौडेर आयो। अब त्यहाँनिर चाहिँ अब कस्तो डरलाग्दो स्थिति थियो कि। अब कोही चाहिँ दमको बिरामी होइन, त्यो सडकमा प्रदर्शनकारीहरू मध्येबाट होइन। अब त्यो दमको त्यो तानिरहेको के भन्छ तानिरहेको त्यो दृश्य देखेँ। अनि त्यसपछि गएर अगाडि आउँदाखेरि त म बानेश्वर चोकमा आउँदाखेरि त भिड त जताततै नै भिड देखेको थियो। अनि 12 बजेसम्म चाहिँ अन्धाधुन्ध तालले चाहिँ असुल ग्यास हानेको प्रहरीले चाहिँ म कुनै प्रहरीको छेउमै थिएँ त्यति बेला। त्यो ओके टोकेमा सुनिरहेको थियो कि अब जसरी भए पनि सुरक्षा दिनुपर्छ, गोली चलाउनु भनेर आदेश चाहिँ मैले 12 बजे सुनेको। हस् विवेकजी, केही एकदम एक्स्ट्रा डिटेलमा अपडेटहरू पाइयो। र देवकीजी
तपाईँ त्यो दिन साँझ निस्किनु भयो होइन, तर दिनभरि तपाईँ कस्तो खालको होइन दिनभरि होइन 12 बजेसम्म चाहिँ तपाईँले कस्तो खालको न्युजहरू पढिराख्नु हो अब 9 बजेदेखि 12 बजे? जस्तो मैले चाहिँ तपाईँको चाहिँ आन्दोलन नयाँ बानेश्वरमा भइरहेको थियो, तर त्यसको प्रत्यक्ष प्रसारण र एभ्री मिनेटमा चाहिँ टिकटकमा अपडेट भइरहेको थियो कि अहिलेको वार भनेको चाहिँ मलाई डिजिटल वार जस्तो लाग्यो। किनभने जब तपाईँको टिकटकमा चाहिँ बानेश्वरको घटना अपडेट भइरहेको थियो नि, त्यस्तै तपाईँको नेपालभरका जसले टिकटक हेरिरहेको छ नि त्यो डिजिटल वार फैलिरहेको थियो क्या। जस्तो मान्छेले अहिले चाहिँ त्यहाँ चाहिँ यदि यो फेसबुकलाई चाहिँ ब्यान्ड नभएको भए सायद जो युवाहरू सडकमा आएका थिएनन्, जो काठमाडौँमा थिएनन्, त्यो बाहिरको चाहिँ त्यो जुन प्रदर्शन थियो नि त्यो त्यत्रो भड्किने थिएन जस्तो लागिरहेको थियो कि मलाई त्यहाँ टिकटकहरू त्यो अनि त्यसको कमेन्ट्सहरू हेर्ने न्युज हेर्दाखेरि होइन। अनि जस्तो उहाँले भने जस्तै जुन ठाउँबाट चाहिँ जसरी आन्दोलन अगाडि बढ्यो बढ्दाखेरि पनि उहाँले एउटा दृश्य देख्नुभयो, तर त्यसलाई चाहिँ मिसलिड गरेर त्यो समाचार सम्प्रेषण गरिएको छ। अहिले मैले उहाँको कुराहरू सुनिरहँदा कि जस्तो त्यहाँ चाहिँ एउटा काँडाको तारबार जहिले पनि अब जुनसुकै प्रदर्शन हुँदाखेरि पनि नेपाल प्रहरीले राखेको हुन्छ नि त। अनि त्यही आन्दोलनमा भएका व्यक्तिहरूले अहिले एउटा प्रहरीले चाहिँ डोरी लिएर बसेको थियो भन्ने एउटा यो पनि मिसलिड भयो, मिसइन्फर्मेसन भयो हामीलाई चाहिँ। यस्ता कुराहरू चाहिँ छन् नि, त्यसले गर्दाखेरि पनि यो उग्र धेरै हुँदै गयो होइन। जस्तो मैले हेर्ने भनेको त्यो बेला चाहिँ अब जस्तो मलाई अहिले ब्याकपेनको समस्या भइरहेको थियो, त्यो उग्र हुन्छ भन्ने चाहिँ लागेकै थियो कि। किनभने हामी पत्रकारिता गर्दाखेरि जस्तो काठमाडौँमा जति आन्दोलनहरू भए नि पहिला चाहिँ एकदम अलि पिस हुन्छ, त्यसमा चाहिँ कहीँ न कहीँ एउटा स्वार्थ समूह आउँछ नै। त्यो स्वार्थ समूहले जुन स्वार्थ राखेर आउँछ तिनीहरूले नै यो उग्र बनाउने हो कि। त्यसमा पर्ने भनेको अलि सोझो कहिले आन्दोलनको अनुभव नभएका व्यक्तिहरू नै हुन्। मैले चाहिँ त्यो देखेँ। जस्तो त्यो सङ्ख्या चाहिँ कसरी बढिराखेको थियो, जति बेला चाहिँ माइती घरबाट त्यो प्रदर्शनको टोली छुट्दै गर्दाखेरि 45 से 5,000 भनेको चाहिँ त्यो बिजुली बजार पुलसम्म आइरहँदाखेरि प्रहरीकै स्रोतका अनुसार 14-15,000 भयो भन्ने थियो कि। भनेको त्यो सङ्ख्याको चाहिँ बढ्ने क्रम चाहिँ यस्तो तीव्र भयो कि त्यहाँनिर जियोमेट्रिक भयो होइन। 1 2 3 4 5 भनेको 2 4 8 भन्दा पनि 16 भयो। त्यो सायद मैले त्यही ब्यारिकेड नै तोड्ने बेलामा होला सायद एकजना प्रहरीसँग कुराकानी गर्दाखेरि उहाँले त्यहाँ करिब 14,000 जति मान्छे छन् भनेर मलाई जानकारी गराउनु भएको भनेको यो समय भनेको कति भने हुनुभन्दा अगाडि नै 10:30 बजेको समय र 12 बजेको समयसम्म चाहिँ त्यो भनेको डबल भन्दा पनि बढी जस्तो देखियो होइन यहाँनिर। अब म बढौँ अगाडि 12 बजेपछि के भयो? तर 12 बजे पछि हुन्छ अगाडि बढ्नुहोस्। र मेरो प्रश्न यसैमा तपाईँलाई मिसाइदिन्छु कि तपाईँहरू ग्राउन्ड फिल्डमै ग्राउन्ड जिरो त्यही हुँदाखेरि नै तपाईँ रिपोर्टिङको लागि यता दौड्नु उता दौड्नु भयो होइन, फोटो खिच्नु भयो भनेपछि तपाईँले कहिले चाहिँ पहिलोपटक गोली चलेर त्यो मान्छे ढल्यो भन्ने चाहिँ पहिलोपटक कहिले थाहा पाउनु? मैले 12 बजे चाहिँ प्रहरीको आदेश कुनै प्रहरीको टोकीमा सुने हजुर होइन। तपाईँले सुन्नुभयो? सुने 12 बजे चाहिँ किनभने म के सुन्नुभयो? अब यो सुरक्षा गर्नुपर्छ, सुरक्षाको लागि चाहिँ नियन्त्रण भन्दा बाहिर गइसक्यो, अब गोली चलाउनु पर्छ भन्ने आशयको चाहिँ आइसकेपछि चाहिँ अब 12 बजे सुन्नुभयो? 12 बजे सुने हजुर। अनि त्यति बेलै होला सायद त्यो सुनेपछि चाहिँ के भन्दाखेरि अब गोली चल्छ भनेपछि मसँग अर्को एकजना पत्रकार दाइ पनि हुनुहुन्थ्यो, फोटो पत्रकार ज्ञानेन्द्र दाइ, उहाँ मसँगै भेट भयो। उहाँले पनि कतै स्रोतबाट थाहा पाउनु भएछ अब गोली चल्दैछ। त्यही बेलामा चाहिँ अरू साथीहरूले पनि पत्रकार साथीहरूले जो सुरक्षा बिटसँग अथवा त्यो दिनमा चाहिँ नियमित रूपमा अनलाइनमा बसेर डेस्कमा बसेर काम गरिरहनु भएको थियो, उहाँहरूलाई पनि त्यो स्रोत पुगेछ। त्यसपछि मैले चाहिँ अरू साथीहरूलाई पनि अब चाहिँ सचेत हुनुपर्ने बेला भयो है साथीहरू भने। फेरि हामी कस्तो म त्यो दिनमा के भयो भने बिहान आइयो, खाना त्यति कतै खाउँला, 8 बजे आएको, खाना खाउँला अनि त्यसपछि गएर रिपोर्टिङमा जाउँला भन्ने थियो। अब गोली चल्छ भन्ने थाहा भयो कि अर्को पत्रकार दाइ पनि अब भोगै आउनु भएको रहेछ होइन, केही खाउँ त अब गोली चल्ने कुरो भयो, अलिक सुरक्षित हुनु पऱ्यो भन्ने भयो होइन। सोचेको थिएँ यस्तो गोली चल्ला भन्ने सोचेको थिएन क्या। अनि त्यसपछि गएर केही खाइयो हामीले त्यति बेला। अब सटरहरू बन्द हुन सुरु भइसकेको थियो क्या। हामी किराना पसलदेखि लिएर त्यो फलफुल पसलहरू समेत बन्द भइसकेको थियो त्यति बेला हामीले फलफुल किनेर खाएको। अनि
त्यसको एक घन्टापछि नै हो त्यो सुनिसकेपछि चाहिँ लगातार 4 जना प्रदर्शनकारीहरू ढले अरे भन्ने सुनियो। कति बजेतिर? त्यही 12 बजे पछि भनेको 1 बजेपछि भनौँ त्यही त होइन। हजुर त्यति बेलासम्म चाहिँ संसद भवन अगाडि टायर बाल्ने होइन हजुर देखि लिएर त्यो प्रयासहरू अब त्यो बारहरू संसद भवनको बारहरू हल्लाएरै त्यो भित्र जान खोज्ने जस्तो त्यो चाहिँ भइसकेको थियो। र असुल ग्यास त कति भयो कति त्यो लेखाजोखा नै छैन क्या। त्यो मैले चाहिँ के सोचिरहेको थिएँ भने त्यो चैत 15मा पनि यसै गरी नै असुल ग्यास हान्नेको थियो होइन। त्योभन्दा धेरै त्यो बजेको छ होइन। यो मेसै भन क्या यो। अनि त्यो गोली पड्किँदा चाहिँ त्यो ज्ञानेन्द्र दाइ र म चाहिँ सँगै थियौँ त्यति बेला चाहिँ गोली पड्कियो भन्ने भयो कि पहिलो गोली चाहिँ हामी सायद दुईवटा सँगै सुने होला। अनि पहिलो गोली कुन ठाउँ चल्यो? बानेश्वरै चोकमै ठ्याक्कै यहाँनिर भएन हामीले सुनेको चाहिँ बानेश्वर चोकमा थियो पहिलो गोली। अनि त्यसपछि त्यसपछि चाहिँ प्रहरी सुरक्षा पनि सबै छोडेर चाहिँ बानेश्वर केन्द्रितै भयो जस्तो लाग्छ। किनभने त्यहाँ प्रहरीहरूको त्यो देख्दाखेरि चाहिँ आन्दोलनकारी पनि सबै त्यतै अनि फेरि त्यो अलिक संवेदनशील ठाउँ अब संसद जोगाउनु पर्यो भन्ने पनि। अनि त्यति बेला चाहिँ एउटा घटना चाहिँ कस्तो भयो भने संयोगले भनौँ अब त्यो पहिलो गोली नै चलेको बेला हुनुपर्छ सायद। हामी चाहिँ त्यो जो तपाईँको अहिले कार्यालय आउने बाटो छ नि संसद भवनबाट यो कताबाट आउँदाखेरि पानी ट्याङ्कीनिरै थियौँ त्यति बेला। पानी ट्याङ्कीबाट हामी चाहिँ चोकतिर बानेश्वर चोकतिर गयो दाइरमा। अनि त्यहाँ जुन अगाडि गेटै अगाडि चाहिँ पत्रकार साथीहरूको धेरै नै जनाको त्यहाँ टोली थियो जसले फोटो भिडियो खिचिरहनु भएको थियो। अनि मैले त्यहाँ साथीहरू हुनुहुन्छ अब यो अन्धधुन्ध चले दाइ त्यहीँ जाउँ हामी पनि त्यहाँ सुरक्षित होला भन्ने लाग्यो। अनि मैले कर गरिरहेको थिएँ होइन त्यहाँ नजाउँ भाइ यो त्यहाँ जान सक्ने अवस्था नि छैन त्यहाँ नजाउँ भन्ने भयो। अनि हामी सिभिल अस्पताल साइडतिर अस्पताल सुरक्षित हुन्छ होला भनेर अब किनभने हाम्रो त अब फोटो खिच्ने सरहरू अरू छुट्टै हुनुहुन्छ। त्यो भएको भएर अब मलाई त रिपोर्टिङ गर्ने त्यो त्यहाँको माहौल कसरी कस्तो देखिन्छ भन्ने मात्र बढी चासो थियो। अनि त्यो भएको भएर चाहिँ म त्यहाँ जान नै सकिएन, अस्पताल जान नै सकिएन। अस्पताल जान नै नसकेको बाटो लिनुभयो तपाईँले? हामी यो बाटोबाट पानी ट्याङ्की हुँदै अगाडि अगाडि नै गयो। अगाडिपट्टि चाहिँ पत्रकार साथीहरू चाहिँ टोली नै हुनुहुन्थ्यो कि त्यहाँ फोटो खिच्ने। अनि त्यो नसकेपछि सङ्गमुल साइडतिर जाउँ भने पनि त्यहाँ पनि भिड छ त्यस्तै होइन। त्यता पनि जाने अवस्था छैन। अस्पताल जाऊँ भने त्यता पनि जाने अवस्था छैन। हामी एकछिन त्यहीँ बस्यौँ। असुल ग्यास यति हानेको थियो मुखसुख धोइयो त्यहाँ पानी पनि बाँडिराखेको थियो। त्यसपछि त्यो भिडमा पत्रकार साथीहरूको भिडमा जाउँ त्यता सुरक्षित होला भनेर मैले दाइलाई अनुरोध गरिरहेको थिएँ। अनि एकछिनपछि त सायद त्यहीँ त्यो अहिले चलेको गोली त्यहीँ हो कि कहाँ हो मलाई थाहा भएन। हामी त्यसको केही मिनटमा सिभिल अस्पतालको गेटमा पुग्यौँ। अब जे भयो नि अस्पताल जाउँ अस्पताल चाहिँ सुरक्षित हुन्छ भन्ने भयो क्या। अनि अस्पताल पुगिसकेपछि के भयो भन्दाखेरि त्यहाँ हाम्रै साथी जो नयाँ पत्रिकाको फोटो पत्रकार हुनुहुन्थ्यो दिपेन्द्र सर, उहाँसँग हामी पहिला म चिनाउनु हुँदाखेरि काम पनि गरेको। म ज्ञानेन्द्र सर पनि हामीसँगै चिनजान भएको। त्यो हिसाबले के आधा घन्टा अगाडिसम्म पनि फेरि दिपेन्द्र सरसँग कुराकानी भएको थियो कि फेरि हाम्रो होइन क्यामेरामा के समस्या देखियो भनेर। अनि त्यसपछि गएर बोकेर लिएर गइरहेको छ अस्पताल होइन। अब साथीलाई लायो भनेपछि त के भयो त्यहाँ त काम गर्ने त्यो के सोचिरहेको बोकेर लिएर गयो। अनि त्यसपछि हामी अब साथी त्यहाँ भएपछि त हामी जानु पर्यो स्वाभाविक रूपमै। त्यो के भयो भनेर हामी पनि गेटभित्र सँगसँगै छिर्न गयो। अब त्यहाँ प्रदर्शन गर्ने साथीहरूले चाहिँ अब उहाँहरूले के सोच्नु भयो भने अब हाम्रो धर्म त जहाँ भए पनि फोटो नै खिच्ने हो, रिपोर्टिङै गर्ने हो। अनि अपशब्द बोलेर तिमीहरूले यस्तो घटना भएको छ तिमीहरू फोटो खिच्न पर्ने त्यस्तो भनेर अलिकति अब त्यो हामीमाथि आक्रोश नै भएर क्यामेरा नै मसँग त क्यामेरा थिएन मोबाइल मात्र थियो। अनि क्यामेरा नै खोसौँला जस्तो भएपछि चाहिँ हामी अब अस्पताल नै सुरक्षित भएन भन्ने लाग्यो। अब भित्र दिपेन्द्र सरलाई त अब हामी भेट्न जाने त्यो सम्भावना नै रहेन। किनभने त्यहाँ अब पत्रकार भनेर देखाउन पनि मिल्ने अवस्था रहेन होइन। अनि केही त्यहाँ चाहिँ कस्तो दृश्य देखेको थियो, केही घाइते भएका साथीहरू जो छर्रा लागेका साथीहरू चाहिँ त्यो अगाडि आएर पनि त्यो हेरिरहनु भएको थियो, नारा लगाइरहनु भएको थियो सामान्य ड्रेसिङ गरेर आएपछि। अनि त्यसपछि चाहिँ अब यहाँ बस्न सक्ने अवस्था भएन भनेपछि त अब के भन्दाखेरि साथीहरूले क्यामेरा नै खोज्ने अवस्था आएपछि त्यहाँ बस्न पनि ठिक भएन। त्यसपछि हामी यहाँ अलिकति 3 कुने साइडतिर गयौँ दुईजना। अनि
त्यो हुँदै गर्दाखेरि ठ्याक्कै 6 बजेतिर होला फेरि हामी चाहिँ अस्पतालतिर आयौँ हजुर होइन। अब त्यति बेला चाहिँ सिभिल हस्पिटलमै आउनुभयो। आइयो। अब त्यति बेला पनि त्यहाँ के थियो भने लगातार यो नाराबाजी नै भइरहेको थियो। अब त्यो असुल ग्यास अस्पतालभित्र नि गएको थियो होइन। अब त्यो अस्पताल जस्तै देखेको थिएन कि सिभिल अस्पताल, रणसङ्ग्राम रणमैदान जस्तो त्यो अब त्यो फोटोहरू छ मसँग मोबाइलबाट खिचेको त्यति बेला होइन। त्यो भर्खर बुढी हजुरबामाहरू होइन त्यो अस्पतालको क्यान्टिनमै एकचोटि त त्यो हामी क्यान्टिन साइडतिर बसिरहेको थियौँ होइन, क्यान्टिनमै आयो क्या असुल ग्यास पुग्यो त्यही त है। अब त्यस्तो खालको अवस्था केन्द्रित भयो। अनि अब यो बिचमा चाहिँ मलाई अलिकति ऊ भएको चाहिँ के भन्दाखेरि अब हामी त्यो फर्किने बेलामा चाहिँ त्यहाँ जति बेला यो संसद भवन अगाडि टायर बाल्ने यातायात व्यवस्था विभागको गाडी तोडफोड गर्ने त्यो भवनमा आग लागि हुने चाहिँ त्यो त्यही 2 बजेकै समयतिर भयो। त्यो गोली जब चल्यो त्यति पहिलो दिन चाहिँ त्यो संसद भवन वरिपरि पुलिसको कमान्ड, संसद भवन वरिपरि पहिलो दिन चाहिँ कमान्ड थियो, त्यहाँ सुरक्षित राख्न सफल भयो होइन। सुरक्षित राख्न गोली चलाएपछि सुरक्षित भयो। यहीँ रोकेँ मैले। र सँगसँगै देवकीजी तपाईँले जुन पहिलो व्यक्ति ढलेको भन्ने न्युज कति बेला थाहा पाउनुभयो, त्यसपछि को समयलाई कसरी आकलन कसरी मूल्याङ्कन गर्नुभयो? जस्तो जहिले पनि आन्दोलन सुरु हुने भनेको तपाईँको 10 बजेपछि हो कि चर्को हुने भनेको। अहिलेसम्म पत्रकारिता गर्दाखेरि मान्छे खाना खाएर नै आउँछ प्राय प्रदर्शनकारीहरू होइन। अनि त्यहाँ भइरहँदाखेरि चाहिँ मैले तपाईँलाई एउटा थोरै सानो कुरा जोडेँ होइन। जस्तो उहाँले भन्नुभयो नि चाहिँ प्रहरीलाई चाहिँ 14-15 हजार मात्रै आउँछ भन्ने थियो, तर त्यहाँ चाहिँ कस्तो थियो भने हाम्रो सुरक्षा निकाय चाहिँ थोरै चुकेको। मैले प्रहरी सङ्गठन भनिनँ, जस्तो गृह मन्त्रालयदेखि नै कि जस्तो तपाईँको 40,000 को उपस्थिति हुँदाखेरि प्रदर्शनकारी BICC को वरपर 200 जति पनि नेपाल प्रहरी थिएन भने त यो आकलन त कहीँ न कहीँ फेल भएको छ नि त होइन। अनि जस्तो 12 बजेतिर चाहिँ मैले सुनेको त्यो चाहिँ मान्छे त्यहाँ गोली चल्यो। गोली चलेपछि मैले चाहिँ त्यो सुभाषजीको चाहिँ न्युज हेरिरहेको थिएँ। सुभाष जुन बित्नुभयो बजाङको होइन, जुत्ताको चाहिँ त्यो के जुत्ता नै हाइलाइट भएको थियो कि त्यो त्यसमा। अनि त्यो भइसकेपछि चाहिँ हाम्रो NFPJ को चाहिँ बसन्तपुरमा फोटो एक्जिबिसन थियो। म चाहिँ 2 बजेतिर त्यहाँ गएको। जब 1-2 बजे 2 घन्टा त्यहाँ चाहिँ एकदमै नियन्त्रणभन्दा बाहिर आयो। जस्तो मैले चाहिँ पहिलोचोटि हेर्दाखेरि सोसल साइटमा जो चाहिँ त्यो सोसल साइट BICC को माथि गएर नेपाली झन्डालाई चाहिँ जुन समातेर उभिएको थियो त्यो व्यक्ति नै मैले चाहिँ हेरिसकेको थिएँ कि जहिले पनि तपाईँको प्रदर्शनमा चाहिँ व्यक्तिगत र पार्टीगत एउटा सङ्गठनको स्वार्थ बोकेका व्यक्तिहरू आउँछन्। त्यो हामीले देखिरहेको कुरा हो। र त्यहाँ पहिलो मेरो नजर नै त्यहाँ गयो होइन। अनि सोसल साइटमा तपाईँको उहाँको फोटो नै भाइरल भइसकेको थियो। प्रचण्डजीसँग नै बसेको फोटो धेरैले भाइरल गराइसकेका थिए त्यसमा चाहिँ होइन। अनि त्यसपछि मैले चाहिँ त्यहाँ दृश्यहरूमा देखेको चाहिँ मान्छेले चाहिँ कति तयारीका साथ आइरहेका थिए। जस्तो चैत्र 15 गते जुन उहाँले उसको 3 कुनेको घटना भन्नुभयो नि त, त्यो बेला मास्क नलगाएर चाहिँ धेरै मान्छेहरू चाहिँ प्रहरीको नियन्त्रणमा परेका थिए होइन, धेरै व्यक्तिहरू। र पछिल्लो समयमा केही व्यक्तिले सुझबुझ लगाएर पुरै नकाब लगाएर आएका थिए, जसले झोलामा गुलेली ढुङ्गा अनि बोतलमा चाहिँ त्यो हुन्छ नि पेट्रोल हालेर त्यस्तो ग्रुप पनि देखिरहेको थियो कि त्यो मासमा जुन भिडियो आइरहेको थियो। मैले त्यही भएर भनिरहेको छु यो डिजिटल वार पनि थियो भनिरहेको छु कि। अनि त्यो आइसक्दाखेरि 1-2 बजे त्यहाँ धेरै उग्र भइसकेको थियो, धेरै व्यक्ति हात भइसकेका थिए। र जुन पहिलो फायरमा त तपाईँको अश्रुका सेलहरू गऱ्यो, दोस्रोमा चाहिँ तपाईँको रबरको थियो होइन। त्यसपछि चाहिँ गोली फायर भएको, त्यहाँ बन्दुक फायरिङ भएको जस्तो लाग्यो होइन। र देखेँ पनि मैले, किनभने म चाहिँ ठ्याक्कै 1 बजे निस्कँदाखेरि चाहिँ त्यहाँ एउटा विशुद्ध जेनजी समूह जसले चाहिँ आन्दोलनको नेतृत्व गर्यो अथवा त्यसले चाहिँ गर्यो भनेर जुन कुरा आइरहेको थियो नि, त्यो ग्रुप चाहिँ तपाईँको यो उसबाट सुन्धारातिर आइरहेको थियो कि। अनि त्यो ग्रुप यति शान्तका साथ थियो कि हातमा ब्यानर थियो र उनीहरूले चाहिँ जस्तो ट्राफिक त्यो बेला चाहिँ ट्राफिक प्रहरी चाहिँ आफ्नै ड्युटीमा थिए, रेगुलर ड्युटीमा थियो र त्यहाँ चाहिँ गोली चलिरहेको थियो, मान्छे हात भयो भन्ने कुरा थियो। अनि म त्यहाँ गइरहँदाखेरि उनीहरूले मजाले त्यो बाटोमा चाहिँ एउटा नारा नै लगाइरहेका थिए, तर कसैले पनि त्यस्तो नन भेज गाली गरेको थिएन।
यो गाली पनि तपाईँको उग्र समूहहरूमा मात्रै थियो कि उहाँहरूले चाहिँ त्यही राजनीतिक पार्टीका व्यक्तिहरूको नाम तोकेर देश छोड मात्रै भनिरहेका थिए होइन। अनि त्यो ग्रुप पुरै घुमेको थियो। त्यो बेलासम्म तपाईँको तोडफोड केही पनि भएको थिएन। जस्तै म फोटो पत्रकार, मेरो साथी भगवती र एकजना अर्को फोटो पत्रकार हुनुहुन्थ्यो, हामी चाहिँ शोभा बसन्तपुरमा भइरहेको बेला एउटा यस्तो उग्र समूह आयो कि 4-5 बजेतिर भोटेबालमा आगो लगायो। आगो लगाइसकेपछि हामी त त्यो फिल्मी शैली हुन्छ नि, त्यो सुरज आर्किजमा यस्तो फस्यौँ कि सबैलाई चाहिँ अहिले पछिल्लो समयमा एउटा कस्तो डर भएको छ, एउटा भिड आउँछ, भिडले आगो लगाउँछ भन्ने नै त्यो जनतालाई चाहिँ आक्रोश, एउटा डर भइसकेको छ क्या। अनि हामी मिडियाको मान्छे, हामीलाई बाहिर त जान दिनुहोस् भन्यो, जानै दिएन क्या, सटर लगाइदियो। भिड आइरहेको छ उताबाट हुल, अनि त्यो हुलमा चाहिँ एन्टी जान पनि सकिएन कि त्यो आन्दोलनकारीहरूको उसले। मान्छे यस्तो तर्स्यो कि। अनि त्यसपछि तपाईँको बसन्तपुरको बिचबाट बाटो नै छैन, त्यहाँ चाहिँ महानगरपालिकाका प्रहरीहरू उभिएका थिए। मैले भने त्यहाँ चाहिँ तपाईँहरू यस्तो गर्दै हुनुहुन्छ, यहाँबाट एकरो भिड आइरहेछ, तपाईँहरूले चाहिँ के आफ्नो कन्ट्रोलमा अथवा आफ्नो हाकिमलाई चाहिँ भन्नुहोस्, नभयो भने यो बाटो छोडिदिनुहोस्, भोलि यो पब्लिकलाई केही भयो भने तपाईँ के गर्नुहुन्छ भन्दाखेरि उहाँ महिला प्रहरी हुनुहुन्थ्यो महानगरपालिकाको, आत्तिनु भयो। उहाँले त्यो भनिसकेपछि फोन गर्नुभयो कि त्यो बाटो खोलेकै छैन। अनि त्यसपछि तपाईँको बाइक र भिडको यस्तो त्यो वान वे भिड भयो कि सायद त्यो बेला चाहिँ अगाडिबाट चाहिँ आन्दोलनकारी आएको बेला त्यहाँ चाहिँ धेरै ठुलो सङ्ख्यामा हात भएर मान्छे मर्थ्यो होला त्यस्तै। अनि तपाईँको त्यो बसन्तपुरको त्यो सुरुङबाट निस्कनै हामीलाई 4 घन्टा लाग्यो, निस्कनै सकिएन कि। त्यो भिड अगाडि बढ्दैन, यताबाट पनि आयो भन्छ, उताबाट पनि आयो भन्छ, टेकुको बाटोबाट पनि सबै भएर चाहिँ त्यो खोलाको छेउमा जाम भयो क्या सबै मान्छे। ट्राफिकलाई आफत, प्रहरी पनि छ, ऊ पनि आफत। आर्मीको ट्रक छ त्यहीँ अड्केको छ, सेना चाहिँ त्यो बेला ट्रकमा थियो कि। अनि त्यो भिडबाट निस्कनै सकेन, सबै त्यो कस्तो भने हल्ला 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 हल्लामै त्यस्तो भयो। जब म चाहिँ घर पुगेँ, घर पुग्दाखेरि चाहिँ मैले चाहिँ त्यो बेला पनि तपाईँको चाहिँ मान्छे मरेको कुरा मात्रै हल्लामा भइरहेको थियो क्या। त्यसले गर्दाखेरि मान्छेलाई कति हल्लाको कुराहरूले कति असर गर्छ। स्कुलबाट आउँदाखेरि उनीहरू कराउँदै थिए, आमालाई बोलाउँदै थिए। त्यो भिडमा चाहिँ हामीले, म स्कुटर चलाइरहँदा पनि त्यो बच्चालाई चाहिँ बचाउने कि अथवा हामी भाग्ने भन्ने भयो। अनि त्यो अवस्था चाहिँ घटनास्थलभन्दा बाहिर चाहिँ एउटा जहाँ भिडको अवस्था थियो, आगो लगाइएको थियो, त्यो चाहिँ एकदमै भयावह थियो कि हामीले चलचित्रमा हेर्ने दृश्य त्यहाँ देखिएको थियो। अनि मैले पनि बुटुलबाट यो घटना अब्जर्भेसन गरिरहेको थिएँ एउटा चिया पसलमा बसेर 1 बजीतिर। जब मैले पहिलो न्युज अनलाइन खबरमा मैले पढेँ कि एकजना व्यक्ति ढल्नुभयो, सायद मैले 1 बजीतिर पढेँ अथवा 1:30 बजीतिर, 2 बजेसम्म चाहिँ 2 जना ढल्नुभयो भन्ने आयो। 1 बजेपछि नै हो। जब 2 जना ढल्नुभयो भन्ने न्युज आयो, अनि मैले चाहिँ अब आन्दोलन बैठानतर्फ जान्छ, अब आन्दोलन चाहिँ फर्किन्छ, तितर बितर हुन्छ, आन्दोलन अबको आधी घन्टामै टुङ्गिन्छ भनेर फेरि म त्यहाँ अर्को चिसो खान लागेँ। तर बिस्तारै के आयो भने न्युज 2बाट त्यो 3 पुग्यो, फेरि म झस्केँ, 4 पुग्यो, अरे यो त बढी भयो भन्ने भयो। अनि गर्दै जाँदा 7 पुग्यो, अब नाग्दैन। अब ओलीले, मैले त के सोचेँ, जब मृत्यु सङ्ख्या 7 पुग्यो 3-4 बजेसम्म, त्यति बेलै मैले के सोचेँ, अब सरकार ढल्छ, यो त एउटा दुईवटा मान्छे मर्नु नै ठुलो कुरो, कम्ती गृहमन्त्रीको राजीनामा 3-4 बजेसम्म आउँछ भन्ने फेरि त्यहाँ चिया गफमा आकलन गऱ्यो। त्यसपछि त्यो डिस्कसन नै अब पोलिटिकल मात्र हुन गयो चिया पसलमा। र साँझसम्म म घर पुग्दासम्म 8-9 बजेसम्म चाहिँ 19 नै भन्ने आयो। त्यसपछि चाहिँ मैले पनि देश काठमाडौँ चाहिँ अब एउटा ठुलो युद्धमा फस्यो, यो तेस्रो जनयुद्ध जस्तै भयो होला भन्ने मैले कल्पना गर्न पुगेँ। र तपाईँले अघि मलाई तपाईँको कुराबाट मलाई अलिकति रिमाइन्ड भयो कि भदौ 22 गते मैले काठमाडौँ छोड्दै गर्दाखेरि, मैले टिकटक फेसबुक हेर्दै गर्दाखेरि चाहिँ बिल्कुल अरू आन्दोलनमा मान्छे आह्वान गर्ने तरिका र अस्तिको आन्दोलनमा मान्छे आह्वान गर्ने तरिका अलिक फरक थियो। के भनेको थियो भने स्कुले ड्रेसमा आऊ भनिएको थियो, अनि मास्क लगाएर आऊ भनिएको थियो। कहिले पनि आन्दोलनमा मास्क लगाएर आऊ भनिएको छैन। बरु त्यो पानी बोकेर आऊ भनेको भए असर ग्यासको आँखा धुन होला भन्ने एउटा कल्पना। मास्क लगाएर आऊ भनेको थियो। त्यो पम्पलेटहरू अहिले लुकाइयो वा अझै होला खोज्ने भने, मैले त्यो चाहिँ अलिक अचम्म लाग्यो। आन्दोलनकारीले कहिले पनि मुख लुकाएर आऊ भन्नेको छैन, त्यो भन्नेको छ। अनि अर्को चाहिँ यो राजावादी आन्दोलन होइन, यो विशुद्ध विद्यार्थीको आन्दोलन हो। र विशुद्ध यो चाहिँ के अरे जेनजीहरूको आन्दोलन भएको हुनाले, अब जेनजीको चाहिँ 16-28 भनेको हुनाले
सबै केही मान्छेहरूले के भनिरहेको थियो भन्दाखेरि ए म त आउँदिनँ तर तिमीहरूले चाहिँ राम्रो गर भनेको हुनाले मलाई पनि फेरि त्यो जेनजीको आन्दोलनमा एज बार लगाइसकेपछि सक्रियतापूर्वक जान मैले 3-4 पटक मैले सोच्नु पर्यो। र जब साँझ म घर 7-8 बजेसम्म पुग्दाखेरि जब 19 जना बितेको भन्ने खबर आयो, त्यसपछि चाहिँ यो त इतिहासमा एकै दिनमा यस्तो भएकै छैन। त्यो दिन रातिको अवस्था मैले आफूलाई अहिले सम्झना गर्दाखेरि चाहिँ धेरै जस्तो जसरी मान्छेहरूले भने म राति सुत्न सकिनँ, म 3 बजीसम्म सुत्न सकिनँ। र त्यसपछि चाहिँ मैले भोलिको दिन चाहिँ अब उज्यालो दिन मात्रै छैन, भोलिको दिन चाहिँ सहज दिन छैन, भोलिको दिन चाहिँ अब अकल्पनीय छ। अब त्यो घटनाक्रम कल्पना गर्न त सकिएन होइन, तर अकल्पनीय हुनेवाला छ। भोलिको दिन चाहिँ शान्त रहने देश छैन, मान्छेलाई चाहिँ सडकमा ल्याएर इथियोपियामा चाहिँ च्याताच्यात पनि गर्न सक्छन् भन्ने पनि मैले त्यो सोच्दै म 4:30 बजीतिर सुतेँ। विवेक पोखरेलजी अब चाहिँ तपाईँ अब रिपोर्टिङ सकियो भनेर तपाईँ घर त जाने अवस्था रहेन, अब साँझ सुरु भयो। अब साँझको रिपोर्टिङ बल्ल सुरु भयो त्यसपछि। ए हजुर, अब यहाँबाट गयो। मलाई के लागिराखेको थियो भने मनमा हामी गफ पनि गऱ्यो त्यसपछि केही साथीहरू, पत्रकार साथीहरू जो रिपोर्टिङमा काम गर्नुहुन्थ्यो, गफ पनि गर्दै गए। त्यति बेला जति बेला हामी फेरि अब एकचोटि चाहिँ यो अवस्था के छ त, अब घरि सेना आउने अरे भनिरहेछन्, के रहेछन् होइन, आँखाले नहेरिकन त भन्नु भएन। अचम्म चाहिँ कहाँनिर लाग्यो भने चैत 15 गतेको आन्दोलनमा अब कर्फ्यू लाग्यो भन्ने बित्तिकै सेना सडकमा आयो। ए है, अब यो घटनामा चाहिँ त्यो देखिएन। त्यो खालको अब कर्फ्यू लाग्यो भन्ने बित्तिकै सेना आउँछ भन्ने हाम्रो सामान्य एजम्सन हो। आइदिएको भए यो घटना फेरि यति धेरै नै हुन्थेन मृत्युको घटना, किनभने कर्फ्यू लागेपछि पनि गोली चलेका छन् नि त। ए जति बेला कर्फ्यू लाग्यो भनियो त्यति बेला नै सेना सडकमा आइदिएको भए त। तपाईँले थप एउटा प्रश्न तपाईँले हल्का एनालाइटिकल तर्फ छिराउनु भयो। त्योभन्दा अगाडि नै फ्याक्टतर्फ चाहिँ त्यो 2-3 जना कता बिते र 19 जना मान्छे कहाँबाट टिपियो, कहाँ हो 19 जना कहाँ भेटाइयो भने कहाँ गोली चल्यो? मुख्य गोली चलेको संसद भवनभित्र हो कि बाहिर? संसद भवनभित्र त त्यस्तो पसेको त त्यो दिनमा भेटिएन है, मैले आँखाले देखेँ। बाहिर नै हो। अनि त्यो 19 जना त फेरि यहाँ काठमाडौँको मात्र पनि भएन। 11 जना चाहिँ ठिक त्यसमा चाहिँ प्राय त्यो कन्सल्टेन्सीमा आएका व्यक्तिहरू पनि पढेको छ, कोही त बाहिर आउटसाइडरहरू, सुदूरपश्चिमको चाहिँ हैन। मैले भन्न खोजेको पोखरामा पनि भयो, यता धरानमा पनि 2-3 जना हैन। अनि जब म अब त्यो आइयो, साथीहरू कुरा गरियो, अब 7 जना मरेको भन्ने सुरुमा त्यो खालको म त्यहाँबाट फिल्डबाट निक्लिँदै गर्दाखेरि अब मरेको खबर त अब त्यहाँ फिल्डमा बसेर भन्दा पनि डेस्कको साथीहरूलाई धेरै थाहा हुने भयो होइन। अनि अब के चाहिँ लागेको थियो भने 7 जना मृत्यु भइसकेछ। अब यो आन्दोलनको स्वरूप चाहिँ अलिक फरक हुनसक्छ, किनभने अब यो एक खालको शव यात्रा निक्लिन्छ, त्यसले गजगछाउँछ भन्ने लागेको थियो। अनि न्युज रुम पुगेपछि चाहिँ के लाग्यो भन्दाखेरि यत्रो मान्छे त मऱ्यो। अब को म कति बजी पुग्नुपर्ने? न्युज रुम म 5 बजे पुगेको थिएँ। अनि प्राय धेरैजनालाई चाहिँ ट्रमामा यसो घटना हुँदाखेरि लान्छ भन्ने भएको भएर ट्रमामा नै धेरैजना गएको भएर अब एकचोटि ट्रमा सेन्टर जान्छु भन्ने लाग्यो। 6 बजे ट्रमा सेन्टर पुगेँ थापाथली अफिसबाट। अनि त्यहाँ पुग्दै गर्दाखेरि चाहिँ कस्तो थियो भने अवस्था त्यहाँ पनि त्यो अब त बाटोमा यहाँ मात्र भएन क्या, बानेश्वरमा मात्र भएन आन्दोलन त ठाउँ ठाउँमा सुरु भइसकेको रहेछ होइन। त्यो राति नै त्यहाँ अस्पतालमा जान पाइएन। पछि चाहिँ त्यहाँ म धेरै बेर गेटमा बसेपछि म पत्रकार हो भनेर छिरेँ। भित्र छिरेपछि अब फेरि अस्पतालभित्र त्यस्तै छ अवस्था। यो चाहिँ मैले जीवनमा अहिलेसम्म देखेकै थिएन कि। अनि कोही घाइतेहरू ब्यान्डेज गरेर बाहिर आउनु भएको छ, कोहीसँग म गेटमै गफ गरेँ, तपाईँलाई कसरी गोली लाग्यो के भएको भनेर। अनि उहाँहरूले आँखाले देखेका साथीहरूलाई गोली लागेको कुराहरू कथाहरू पनि सुनाउनु भयो। अनि त्यो संयोगले भनौँ कि के भनौँ, त्यो दिनमा म ठ्याक्कै ट्रमा सेन्टरको इमर्जेन्सी पछाडि एउटा स्टोर जस्तो थियो, त्यहाँ लासहरू राखेको छ अरे भन्ने चाहिँ कताबाट सुनेँ क्या मैले। मलाई ठ्याक्कै कसले भन्यो भन्ने चाहिँ थाहा भएन। अनि सबैभन्दा नरमाइलो चाहिँ त्यहाँ पुग्दाखेरि लाग्यो कि त्यो पछाडिको भागबाट चाहिँ त्यहाँ भित्र भएका बिरामीहरू पनि देखिन्थ्यो। जस्तो त्यो ट्रमा सेन्टरको इमर्जेन्सीको पछाडि गएपछि त्यो सिसा लागेको भएर त्यहाँ उपचार गराइराखेका, त्यहाँभित्र त छिर्ने अवस्थै थिएन क्या। अब त्यस्तो बेलामा गएर फेरि डिस्टर्ब पनि गर्नु हुँदैन, यो पत्रकारिता नै होइन जस्तो लाग्यो मलाई। अनि त्यो एउटा सिसाबाट चाहिँ त्यहाँ उपचार गराइराखेका मान्छेहरू देखिन्थ्यो।
एउटा सिसा अगाडिबाट चाहिँ 8 जनाको शव देखिन्थ्यो क्या त्यो मतलब त्यो स्टोर भनेर लेखेको थियो त्यहाँ बोर्ड चाहिँ तर त्यो दिनमा चाहिँ त्यो शवहरू 8वटा शवहरू चाहिँ त्यहाँ राखेको रहेछ त्यो दिनको मृत्यु भएको त्यो कसैको खुट्टा मात्र त्यो कपडाले छेकेको थियो कसैको खुट्टा मात्र देखेको थियो कसैको टाउको मात्र देखेको थियो त्यो आँखाले चाहिँ काउन्ट गर्न सक्ने खालको थियो त्यो दृश्य देखेपछि अनि झन् नरमाइलो लाग्यो क्या त्यही त अब यता गोली चल्यो अरे भन्ने भयो यता मैले ठ्याक्कै भन्दाखेरि गोली चलेर घाइते अवस्थामा देखेको आफ्नै पत्रकार साथी हो त्यसपछि गोली चल्यो कति चल्यो कसलाई लायो भन्ने नै हिसाब किताब नै भएन गोली मात्र सुन्नेको छ होइन अनि त्यसपछि अस्पताल गएपछि त्यो सिसाबाट दुईटा दृश्य देखियो कि त्यो एउटा सानो कुरा गोली खास त बानेश्वर वरिपरि मात्र चलेको हो कि तपाईँको उता जताततै चल्यो असुल ग्यास त जताततै चल्यो हजुर गोली चाहिँ अब त्यो दिनमा चाहिँ यहीँ चलेको बानेश्वर केन्द्रित अब आधिकारिक रूपमा अहिलेसम्म कुन गोली चलाइयो कतिवटा गोली चलाइयो भनेर चाहिँ प्रहरीले भनेको पनि छैन अब यो बताउन सक्ने अवस्था नै छैन उहाँहरूको होला किनभने अब भोलिपल्टको त फेरि हामी अहिले कुरा गरौँला अब त्यो दिनमा त्यति सब देखिसकेपछि र अनि त्यो घाइतेहरूको त्यहाँ उपचार हुँदाखेरि त्यो सिसाबाट त्यो दृश्य देखिसकेपछि चाहिँ साह्रै नै नरमाइलो लाग्यो किनभने त्यो हामीले त अनुमान गर्न सक्छौँ बेडमै सुतेको मान्छेको साइजको आधारमा उसको उमेर आकलन गर्न सकिन्छ होइन अनि अब परिवारका सदस्यहरू पनि कोही पनि छैन कि त्यहाँ हुनसक्छ मैले नदेखाए हुनसक्छ नि त किनभने अधिकांश गोली लागेको त फेरि ग्रामीण भेगबाट पढ्न भनेर आएका भाइ बहिनीलाई लागेको छ नि त होइन अनि त्यो भएको भएर आफन्त पनि छैन फेरि त्यो दिनको आन्दोलनमै मान्छेहरू घरमा खबर नगरी आएको छ र कसैलाई पनि त्यहाँ त्यो घटनामा आफ्नो मान्छे होला फोटो नदेख्दासम्म भन्ने नै लागेन अस्पतालमा त्यो मरेको को भन्ने पनि छैन क्या नाम त्यो त भोलि पर्सि 3 दिनपछि अस्पतालसँग नि त्यही पनि सबलाई चाहिँ पोस्टमार्टमको लागि टिचिङ अस्पताल पठाउँदा समेत नाम नखुलेको भनेर पठाइरहेछ अस्पतालले त्यही त होइन अब त्यो को मरे के थाहा त्यहाँ हेर्दै सबैजना त हामी नेपाली त हो जो मऱ्यो भने होइन अनि त्यहाँ लाग्दै आफ्नै मान्छे पो छ कि त्यो पनि लाग्यो त्यो चाहिँ साह्रै नरमाइलो दृश्य लाग्यो विवेकजी अब दोस्रो दिन पहिलो दिन त तपाईँ रिपोर्टिङ गर्नुभयो होइन दोस्रो दिन बिहान चाहिँ अब के सोच्दै उठ्नुभयो त अब 24 गते भदौ 24 गते त्यो यस्तो भयो त्यो दिनमा चाहिँ मलाई फेरि यो खालको आन्दोलन यसरी यो रूप लिएला भन्ने नै लागेको थिएन अब त्यो दिनमा म रुमबाटै आउँदै गर्दाखेरि नै बाटोमा सवारी साधनहरू चलेका थिएन किनकि कर्फ्यू नै जारी थियो अब मैले के सोचेँ भने अब घाइतेहरूकै रिपोर्टिङ नै गर्नुपर्छ किनभने अघिल्लो दिनमा त मैले यतिजना मृत्यु भयो भन्ने मात्र थियो अब उनीहरूको सङ्ख्या भन्दा पनि त उनीहरूको पारिवारिक ब्याकग्राउन्ड के हो भन्ने विषय चाहिँ जान्नुपर्छ भन्ने लाएर त्यो दिनमा आएर यो अफिस पनि गइनँ माइती घरमै आएँ त्यहीँ नजिक सरकारी कार्यालयमा बाइक राखेँ त्यसपछि म त्यहाँको अवस्था हेरेँ अनि फेरि टेकु अस्पताल वीर अस्पतालतिर गएँ कति बजीतिर यो बिहानै त्यो दिनमा म झनै बिहान आएँ 7 बजीतिर नै आएको थिएँ अनि आएर त्यहाँको अवस्था अब त्यहाँ खटिएका आफूले चिनेका प्रहरीहरूसँग कुराकानी गरेँ त्यो लगतै म प्रहरी परिसर काठमाडौँ गएँ त्यहाँ त्यो चाहिँ के थियो भने त्यो दिनको सुरक्षा निकायले पनि सायद यो क्षति हुन्छ भनेर सोचेको थिएन किन भन्दाखेरि त्यो दिनमा नि के भइरहेको थियो भन्दाखेरि त्यहाँ चाहिँ अब यो रिङ रोडभन्दा बाहिर नै बरु होस् अलिअलि रिङ रोडभित्र चाहिँ अलिक सुरक्षित बनाउनुपर्छ भन्ने जस्तो उहाँहरूको कुराहरू सुन्दाखेरि त्यो बुझिन्थ्यो कि अनि त्यहाँबाट केही टिप्पटहरू लिएर अब त्यहाँ पनि छैन कि त्यो अब को मरे के मरे भन्ने प्रहरीसँग पनि छैन तथ्याङ्क कति चल्यो गोली के चलाइयो होइन बिहान हो यो तपाईँले यो सहकार्य पुलिससँग गर्दाखेरि उनीहरूको मानसिकता तपाईँले के रिड गर्नुभयो आज ठेकिन्न भन्ने केही कस्तो यो यहाँनिर चाहिँ अलिक कस्तो लाग्दो छ कि त्यहाँ प्रहरीहरूले होइन अब यो उहाँहरूले को विवेक हिजो आन्दोलन त यस्तो भयो अथवा छोरीले नि किन गोली चलायो भनेर सोधे छोराले नि किन गोली चलायो भनेर सोधे अब यो सुरक्षाको लागि त खटिनै पर्यो होइन त्यही त त्यो खालको प्रश्न चाहिँ उहाँहरूलाई नि पारिवारिक रूपमा आएको रहेछ कि होइन त्यो कुरा सुन्दा चाहिँ मलाई आफैलाई पनि त्यो उहाँहरूको एक खालको छ नि त एकजना प्रहरी अधिकृतले त के भनिरहनु भएको थियो भने बच्चालाई
भेट्नै मन लागेन आज जाँदा नि ढिलो भइसक्यो त्यो दिन त होइन अब हामी आफै न्युज फाइनल गरेर जाँदा ढिलो भएको थियो उहाँहरू त सुरक्षामै हुनुहुन्थ्यो बिहान पनि छिटो नै आए कार्यालय भन्दै हुनुहुन्थ्यो कि घरको बच्चासँग अब त्यो के भनेर कुरा गर्ने के त्यही त छोरीले त प्रश्न गर्न थालिसकेका थिए नि त होइन नेताका छोरीले प्रश्न गर्न थालेका थिए प्रहरीका छोरीले प्रश्न गर्न थालेका थिए अनि त्यस्तै कुरा अब म फेरि अस्पताल गएँ अस्पतालमा पनि त्यो दिनमा पनि त्यो मान्छेहरूको भिड चाहिँ त्यो अस्पतालमा थियो अघिल्लो दिन बेलुका त्यो ट्रमा सेन्टरमा चाहिँ अब एकछिन त्यो अस्पताल र घाइतेतर्फ छोडेर अब जुन अराजकता सुरु भयो अब जो तोडफोड सुरु भयो अब त्यतातर्फ अलिक प्रवेश मैले त्यहीँ सुनेको त्यो रिङ रोड भन्दा बाहिर चाहिँ प्रहरी बिटमा चाहिँ आगजनीको होइन रिङ रोड बाहिर कुन भन्नुभएको थियो मलाई थाहा भएन अनि उहाँहरूले नै बरु बाहिर होस् यो भित्र चाहिँ अलिकति सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ लाग्थ्यो मैले फेरि त्यो दिनमा पनि सोचिरहेको थिएँ कि कर्फ्यू लागेको छ सेनाको भूमिका कहीँ देखिँदैन होइन अब एपिएफ ले पनि सशस्त्रले पनि त्यो खालको त गरे छ होला आफ्नो ठाउँमा किनभने ड्रेसहरू त्यो पोसाक चाहिँ देखिनुहुन्थ्यो अब त्यो दिनमा त्यही सुने म अनि अस्पतालमा नै गएँ अस्पताल जाँदै गर्दाखेरि अस्पतालभित्र बस्दाखेरि पनि बाहिर मान्छेको कराउने अथवा नारा लगाउने थियो त्यो वीर अस्पताल नजिकैको अब त्यो त्यहाँ भनेको चाहिँ सेनाको क्षेत्र हो नि त है जङ्गी अड्डा अब त्यहाँ अगाडि चाहिँ त्यो धरहराभन्दा अगाडि वीर अस्पताल आउने बाटामा भएको ट्राफिकको बिट नै त्यहाँ जलाइदिए क्या बिचमा छ नि अब त्यसपछि चाहिँ अनि मलाई लाग्यो कि अब यो चाहिँ आज अब बढ्दैछ भन्ने लाग्यो गएको साथीहरू कोही नै हुनु आएर रहेनछ अनि अचम्म लाग्यो कतै खाजा खाने टाइम भयो होला अनलाइनको साथीहरू जानुभयो कि सामूहिक रूपमा भन्नेलाई नि लाग्यो अनि पछि फोन गरेँ अनि घरबाटै काम गर्ने कुरा भएको छ भन्ने भएपछि अनि म झरेँ अनि झरेपछि चाहिँ त्यहाँ अब त्यो गार्ड दाइले चाहिँ ओहो विवेक सर तपाईँ त यहीँ हुनुभएको रहेछ तपाईँ घरमै गएर काम गर्ने कुरा भयो भन्नुभयो त्यो अगाडि चाहिँ थापाथलीमा त्यसपछि चाहिँ मैले भिडहरू म त्यहीँबाट थियो कि अब त्यो बढ्दै थियो अनि त्यसपछि गएर त्यो यतापट्टि त्यो अघिल्लो दिन पनि बेलुका त्यो बाइकहरू ठुला आवाज निकालेर होइन चलाउनेदेखि लिएर त्यो अलि अस्वाभाविक कि एजेन्जीले गरे होइनन् भन्ने चाहिँ तपाईँले एकदमै सही भन्नुभयो बुटोलमा पनि म आन्दोलनमा आगे पछि भइराखेँ बुटोलमा यो अराजकतामा सबैभन्दा बढी खुसी हुने चाहिँ तपाईँले भन्नु ठ्याक्कै त्यो बाइकको जुन साइलेन्सर बिगारेर हिँड्छन् नि उनीहरू सबैभन्दा बढी उन्मुक्त महसुस गर्दो रहेछ क्या हेलमेट नलाइकन चलाउने र त्यो बाइकलाई मोडिफाई गरेर जुन साइलेन्सर जुन पटक त्यो पड्काउँदै हिँड्छन् तिनीहरू चाहिँ पुलिसकै अगाडि ट्राफिकै अगाडि पड्काउँदाखेरि चाहिँ सबैभन्दा बढी उन्मुक्त एकदम विजयी भाव गर्ने आज त पाइयो नि भने अनि मैले बुटोलमा चौरामा पनि त्यो देखेँ म पनि त्यो आन्दोलनको घरि बिचमा घरि अगाडि घरि पछाडि एज अब्जर्भर त्यहाँ थिएँ अनि मैले कुरा सुनिरहेको थिएँ कि आज त सबै गाडी भनेको त्यस्तो जसले त्यो मोडिफाई गरेर साइलेन्सर त्यो चर्को बनाउनु भयो उनीहरूले चाहिँ सबैभन्दा बढी उन्मुक्त सबैभन्दा बढी उनीहरूले नै खास गरी एक प्रकारले उनीहरू अगाडि जाने त्यो पड्काउँदै गएपछि अरू सानातिना बाइक स्कुटीहरू उनीको पछि उनीहरू नै लिडर जस्तो र उनीहरू नै सबैभन्दा बढी अब अराजकता मचाउने तर्फ म उद्यत भएको देखेँ मैले नै त्यसपछि कन्टिन्यू गर्नु त्यसपछि म हिँड्दै अब बाइकसम्म जानुपर्ने भयो भन्ने भयो त्यहाँ गएर अनि कार्यालयहरू प्रायः सबै सरकारी कार्यालयहरू चाहिँ गेट लगाएर बसिसकेको अवस्था थियो त्यसपछि बाइक त्यहाँ अनुरोध गरेँ मेरो बाइकभित्र छ म फलानु भनेर बाइक झिकेँ बाइक झिक्ने बित्तिकै चाहिँ सिंहदरबारतिर एउटा ठुलो टोली आयो आन्दोलनकारी कि पुलिसको प्रदर्शनकारी प्रहरीहरू त त्यो दिनमा त बिहान नाम मात्रको प्रहरी भएको थियो अब उहाँहरूले त अब मैले कस्तो दृश्य देखेँ त्यो खालको दृश्य म थापाथलीबाट त्यो घर माइती घरसम्म आउँदाखेरि कस्तो दृश्य देखेँ क्या त्यो बाइक त्यसरी चलाएको छ जे मन लाग्यो त्यही हानेको छ होइन फुटाएको छ होइन के बोलेको छ त्यो सुन्नै नसक्ने कुराहरू बोल्दै हिँडेको छ नारा लागेको छ होइन अनि अब घरै गएर काम गर्नुपर्छ भन्ने लाग्यो अनि बाइक निकालेर बिमा बोर्ड अगाडि आएको थिएँ भनेको थोरै अगाडि त्यहीँबाट त्यही सिंहदरबार हुँदै म यता बालाजु साइडतिर जानुपर्ने थियो अनि आएको त्यो यति ठुलो भिड आयो कि त्यो भिड म कटेर मेरो बाइक अगाडि जाला जस्तै लागेन क्या त्यसपछि बिमा बोर्डको त्यहाँ गेट खुल्ला थियो अनि मैले बाइक त्यहाँ राखेँ त्यसपछि त्यसको केही घन्टापछि पनि 30-35 मिनटपछि त सिंहदरबारमा आँखै अगाडि आगो लागेको ज्वाला देखियो त्यसपछि अगाडि नै भएको सर्वोच्चमा सरकारी वकिल कार्यालयमा 2 किलोमिटर भित्र छ अनि त्यसपछि गएर
संसद भवन। अनि त्यसपछि यो काठमाडौँ जिल्ला अदालतमा है अनि लगातार आगो लाग्यो। तर समयले के भयो भने एकजना प्रहरी हुनुभएको रहेछ, पछि थाहा पाएँ। खुट्टा खच्याङ खच्याङ गर्दै आउनुभयो। सायद उहाँ त्यसको ठ्याक्कै म बसेको पछाडि चाहिँ प्रहरी परिसर काठमाडौँ पर्छ कि सायद उहाँहरू ट्रेनिङको लागि उहाँले भनेअनुसार ट्रेनिङको लागि आउनुभएको रहेछ। उहाँहरू नागेर आउँदा अथवा के भएर उहाँ खुट्टामा उहाँ आत्तिरहनु भएको थियो। अनि मैले सोचेँ अब मलाई उहाँ प्रहरी भन्ने थाहा थिएन। अनि साह्रै नै छटपट्या म 2 घन्टा त त्यहीँ बसेँ कि त्यहीँ बसेँ। त्यो देखियो दृश्य बाहिर गएँ किनभने फोटोको साथीहरू हुनुहुन्थ्यो। मैले त्यहाँ के भइरहेछ भन्ने मात्र हेरि नै रहेको थिएँ। अनि त्यो प्रहरी साथी हुनुभएको रहेछ। उहाँले चाहिँ अनि खुट्टा यस्तो भयो, मलाई अस्पतालसम्म लैदिनु, मलाई साह्रै नै गाह्रो भयो भन्नुभयो। अब जे हुन्छ अब खुट्टा नि त्यस्तो भएपछि लैजान्छु भन्ने लाग्यो मलाई। उहाँ प्रदर्शनकारी होला भन्ने ठानेको थिएँ त्यति बेलासम्म होइन। अनि त्यसपछि गएर उहाँले यता धरारा नि आइसकेपछि म प्रहरी हो, मलाई महाराजगञ्ज प्रहरी अस्पताल लैदिनु भनेर भन्नुभयो। अनि एक मन त मलाई रिस उठ्यो पनि होइन। उहाँले पहिले भने भने हुन्थ्यो नि त। म कोठा जान नसकेको मान्छे त्यहाँ रोकेर बस्यो भने त खास एक हिसाबले होइन। अनि त्यसपछि निस्केँ। अनि उहाँलाई त्यहाँ पछि चाहिँ मलाई झन् डर लाग्यो यो आन्दोलन देखेर। किन भन्दा त्यहाँ पछि त चोक चोकमा मान्छे टायर बालिरहेको छन्, चोक चोकमा भिड छ। त्यो जान सक्ने अवस्था नभएर हामी भित्री बाटो हुँदै गएको, भित्री बाटोमा धरि टायर बालेखा। यो चाहिँ त्यो 62-63को चाहिँ अलिअलि झझल्को आउँथ्यो होइन, गाउँतिर देखेको त्योभन्दा खतरै देखियो कि त्यहाँ। अनि त्यसपछि म महाराजगञ्जमा उहाँलाई अस्पतालमा छोडिदिएँ। अनि मैले ठ्याक्कै म अलिक यो काठमाडौँको लागि नयाँ भएको भएर म सर्टकट यहाँ जानु छ, कसरी जाने भन्दाखेरि त्यो सुरक्षामा बसेँ। सर तपाईँ आज अहिले नजानु सर, जान सक्ने अवस्थै छैन भनेर भनेको कि होइन। अनि एक हिसाबले पत्रकारिता गर्ने हिसाबले चाहिँ कस्तो रहेछ त भनेर गएको। बालाजु चोक पुग्दाखेरिसम्म मैले 5-6 वटा भिड देखेँ होला कि, त्यति ठुलो भिड। मान्छे कहाँबाट आएको, डरलाग्दो अवस्था चाहिँ जब म त्यो सिंहदरबार क्षेत्र अथवा त्यो क्षेत्र मात्र होला भन्ने सोचेको थिएँ। जब बाहिर आएँ नि, त्यो रिङ रोड बाहिर पनि त्यस्तै छ, रिङ रोड भित्र पनि त्यस्तै छ। त्यही त अब देविकीजी, अब त्यो दिन दोस्रो दिन सरसर्ती भन्दा तपाईँले कता हुनुहुन्थ्यो, के अब्जर्भेसन गर्नुभयो? दोस्रो दिन चाहिँ म राति दिउँसोदेखि चाहिँ रातिसम्मै घुमेँ। राति म 10-10:30 बजेसम्म फिल्डमै थिएँ। जस्तो मैले देखिरहँदा चाहिँ तपाईँको जहिले पनि आन्दोलनमा कि प्रहरी पीडित हुन्छ कि पत्रकार, पत्रकार र प्रहरी भनेको चाहिँ दुइटैको दुश्मन हुन्छ क्या। र यस्तो आन्दोलनमा चाहिँ पत्रकार पनि घाइते हुन्छ र प्रहरी पनि घाइते हुन्छ। तपाईँको पहिलो दिनको दृश्यमा प्रहरीले चाहिँ आफ्नै बच्चा ठानेर हात जोडेको पनि तपाईँले देख्नुभयो होला। ती दृश्यहरू धेरै भाइरल पनि भइरहेका थिए होइन। अनि पछि बाहिर जाँदै गर्दा जस्तो तपाईँको पत्रकारहरू पनि घाइते हुनुभयो, 4 जना घाइते हुनुभयो होइन। एकजना कान्तिपुरकै टेलिभिजनको उहाँलाई चाहिँ हातमा गोली लाग्यो, एकजनाको दिपेन्द्रको कानमा गोली लाग्यो। कानमा हातमा गोली लागेको फलामकै भनेको अर्को सिसाकै गोली हो कि रबरको गोली हो? उहाँ मेटलकै गोली हो। जस्तो तपाईँको पहिलो राउन्डमा त रबरकै गोली चलाउनु भनेर आदेश दिएको थियो नि त। रबरको घाइते भएका केटाहरू जो भाइ बहिनीहरू छन् उनीहरू त्यो निकालिसकेपछि अथवा शरीरमै भएको बेला पनि त्यो आन्दोलनमा थियो कि यो उमेर भनेको एउटा रातो उम्लिदो रगत भएको हो नि त होइन। एकदमै उनीहरू त पावर भएकोहरू हो। अनि जस्तो मैले फिल्डमा हिँडिरहँदा चाहिँ तपाईँको सबैभन्दा त्यस दिन टार्गेट प्रहरी थियो। प्रहरी किन थियो भने कतिपय कुराहरू हामीले चाहिँ कहिलेकाहीँ प्रहरी भनेको चाहिँ हाम्रो जनतासँग चाहिँ फर्स्ट कमान्डमा रहेको हुन्छ, चेन अफ कमान्डमा। सेकेन्डमा भनेको एपिएफ, थर्डमा भनेको सेना। सेनासँग त उनीहरू मुख्नी र हुँदा पनि केही पनि गरेको थिएन होइन। र सबैभन्दा बढी आँखी पनि किन भयो, प्रहरी नै भयो होइन त। प्रहरीसँग चाहिँ कतिपय कस्ता दुश्मनी निभाइरहेका थिए भने ट्राफिकसँग चाहिँ लाइसेन्सका कुरा, ट्राफिकले पासेमा पारेको कुराहरू लिएर त्यस्ता युवाहरूको एउटा जमात थियो। जब म भिडमा गएँ होइन, मैले चाहिँ प्योरली त्यो भिडसँग मात्र ट्याकल गरेँ कि जस्तो जहाँ भिड छ त्यहीँ गएँ। र जब मान्छे कोही पनि थिएन, जस्तो पत्रकार सायद त्यो रातिको भिडमा कम थियो, पछि आयो होला कहीँ हुनुहुन्थ्यो, पत्रकार हुनुहुन्थ्यो। तर त्यो सबै भिडमा जहाँ जहाँ आगो लगाएको छ, मेन हाम्रो चाहिँ अब मुटु नै जलाइएको छ नि त काठमाडौँको होइन, नेपालकै मुटु। ती ठाउँहरूमा जाँदाखेरि चाहिँ त्यस्ता व्यक्तिहरू भेटिएका थिए जसलाई चाहिँ प्रहरीसँग एकदमै रिसिभी छ, जसलाई चाहिँ प्रहरीले कहिले काहीँ जस्तो फर्स्ट चेन अफ कमान्डमा हुँदाखेरि त जसको पनि एउटा
तलमाथि भइहाल्छ होइन। त्यस्ता व्यक्तिहरूले चाहिँ प्रहरीलाई दुःख दिएको अनि जस्तो तिनकुनेलाई चाहिँ एकदमै टार्गेट गर्यो किनभने त्यो त मेन पोइन्ट हो नि त होइन त्यो एरियाको त। अनि त्यहाँ चाहिँ त्यस्तै युवाहरू गएका थिए, जसरी उनीहरूलाई प्रार्थना दियो नि त्यो चाहिँ उनीहरूले रिसिभी थियो। तर अब हामी चाहिँ के भने स्थानीय व्यक्तिहरू जो थिए अथवा पब्लिक जो चाहिँ आन्दोलनमा थिएनन्, रमिता हेर्नेहरू बढी थिए जसले चाहिँ भिडियोमा खिचिरहेका थिए होइन। त्यो दृश्यहरू चाहिँ जब सोसल साइटमा आयो त्यसपछि चाहिँ त्यो हेर्दाखेरि त्यहाँ चाहिँ एउटा ग्रुप कस्तो थियो भने यस्तो गर्नु हुँदैन, एउटा अर्को ग्रुप कस्तो थियो यो गर्नुपर्छ, यिनीहरूलाई मार्नुपर्छ, यसले यस्तो गरेको समेत सुन्नेको छ कि। म चाहिँ फर्स्ट जब मैले चाहिँ हाम्रो स्टुडियोबाट चाहिँ म कन्टेन्ट क्रिएट गरिरहेको थिएँ, जब बानेश्वरमा दोस्रो दिन चाहिँ बानेश्वरमा गोलीको आवाज यस्तो आइरहेको थियो कि त्यो मकै भुटे जस्तै भइरहेको थियो कि। अनि यतापट्टि गौशालाबाट पनि आवाज आइरहेको थियो। अनि त्यहाँ चाहिँ कस्तो भइरहेको थियो भने अब दोस्रो दिन हाम्रो चाहिँ प्रधानमन्त्रीज्यू चाहिँ बाहिर जानुहुन्छ भन्ने हल्लाले मान्छेले त्यसरी हुम जारी गरेको हुनाले आन्दोलनकारीहरू त्यहाँ केन्द्रित भएको थियो कि एयरपोर्टमा, गौशालाको उसमा। अनि त्यो गरिरहँदा मैले चाहिँ त्यसमा टिकटकमा लाइभ गरेर भनिरहेको थिएँ नयाँ बानेश्वर र गौशालामा चाहिँ गोली चलिरहेको छ, तपाईँहरू चाहिँ छतमा गएर चाहिँ यो प्रदर्शनलाई नहेरिदिनु होला भन्दै थिए। त्यही बेला चाहिँ गोली लागेर एकजना किशोरी उहाँको निधन भयो त्यो गौशालाको चाहिँ छतबाट ऊ कलेजबाट आएर छतमा गएर हेरिरहेको थियो कि। अनि ठ्याक्कै त्यहाँ त्यो घटना भयो होइन। अनि त्यसपछि चाहिँ हामी पनि घरभित्र बस्न सक्ने अवस्था आएन। त्यो नयाँ बानेश्वरमा जुन आगो लगाइयो त्यसको मुस्लो प्रत्येकको घरमा छिरिसकेको थियो भन्दाखेरि त्यो माहौल नै त्यहाँ आँखा पोल्ने, सास फेर्न गाह्रो हुने भइरहेको थियो होइन। अनि म निस्केँ त्यहाँबाट। मेरो जुन पत्रकारितामा चाहिँ हामीले चाहिँ जुन जस्तो हुन्छ नि एउटा कुनै प्रदर्शनमा कुनै आन्दोलनमा जानु पूर्व चाहिँ हामीले सिकेका कुराहरू गर्दै म निस्केँ त्यहाँबाट। निस्कँदाखेरि तपाईँको चाहिँ द्वारिकाको अगाडि त्यो नयाँ माडवाडी भवन छ एउटा नयाँ बनेको भर्खरै, त्यहाँ चाहिँ हिमालयन ब्याङ्क थियो, मिठाई पसल थियो, त्यहाँ आगो सल्काइसकेको थियो र स्थानीयहरू हेरेर बसेका थिए। त्यहाँ डोजर पनि आगो सल्काएको थियो। अनि गौशालामा चाहिँ त्यो प्रहरी बेल्ट चाहिँ आगो सल्काएर पुरै खरानी बनाइरहेको थियो क्या। अनि त्यहाँ चाहिँ एउटा समूह कस्तो थियो भने जुन ट्राफिकको बुथ भत्काएर त्यो खरानी माथि नाचिरहेका थिए, सेल्फी खिचिरहेको थिए, झन्डा। अनि एउटा चाहिँ अब त्यो अहिले बुलेट बाइक छ, बुलेट बाइकमा चाहिँ एउटा ग्रुप आइरहेको थियो, उनीहरूले चाहिँ सेलिब्रेसन गरिरहेको थिए। त्यही बेला चाहिँ महाराजगञ्जमा तलबाट आगो सल्काएर प्रहरीहरू माथि अड्केका थिए। त्यही एकजनालाई सिपाहीलाई चाहिँ कुटी मारियो होइन। अनि त्यहाँदेखि चाहिँ म हिल्टन गएँ। हिल्टनमा चाहिँ एउटा ग्रुप यस्तो थियो कि त्यो ग्रुप चाहिँ जेनजी पनि होइन। कस्तो थियो भने पार्टीबाट चाहिँ वितृष्णा जागेर बाटोमा सडकमा आएका थिए तिनीहरू, र तीसँग चाहिँ उनीहरूकै बच्चा सडकमा थिए। र उनीहरूलाई चाहिँ कस्तो लाग्यो, तपाईँ देश परिवर्तन गरेर चाहिँ मैले चाहिँ त्यो बिचमा एउटा आँट चाहिँ के गरेँ भने प्रदर्शनकारीहरूकै बिचमा गएर चाहिँ मैले एउटा क्वेसन गरेँ, तपाईँहरूले चाहिँ यो सबै संरचनाहरू जलाइसकेपछि ध्वस्त भएपछि नयाँ नेपाल बन्छ भन्दाखेरि प्रश्नमै ममा अट्याक आयो कि। जस्तो सानो भाइ बहिनीहरू थिए 15-16 वर्षको, उनीहरू पनि आक्रोशित भए। अलिक ठुलो ग्रुप वैश्यहरू थिए, उनीहरू पनि आक्रोशित भए। र त्यो समयमा चाहिँ हेडक्वार्टर उनीहरूको टार्गेट थियो, नक्सलको हेडक्वार्टर। नक्सलको चाहिँ यदि मैले त्यो आर्टिकलमा पनि मेन्सन गरेको छु, हिल्टनमा चाहिँ त्यो प्रदर्शनकारी नअड्केको भए नक्सल चाहिँ बाँकी रहने थिएन। त्यस दिन चाहिँ प्रहरीले गोली नचलाएको कारण अझ लासमाथि लासको थुप्रो नलागेको हो कि। जुन चाहिँ 19 जना बित्नु भयो जेनजी ग्रुपको सोझो भाइ बहिनीहरू, त्यो एकदमै नराम्रो हो। तर त्यहाँ अर्को पक्ष कस्तो थियो भने जब प्रहरीलाई नष्ट गरिन्छ त्यसपछि हामीले चाहिँ मनपरी गर्न पाउँछौँ भन्ने पनि थियो। र मैले त्यहाँ चाहिँ उनीहरूसँग कुरा गरिसकेपछि त्यो सबै हेरिसकेपछि चाहिँ प्रहरीको चाहिँ 100 मिटर सबै त्यहाँ ब्यान्ड गरिसकेको थियो कि भित्रबाट तपाईँ जान नपाउने भनेर। किन हेडक्वार्टरलाई चाहिँ टार्गेट किन गरेको भने जब बालुवाटारमा चाहिँ प्रधानमन्त्रीजी हुनुहुन्थ्यो, उहाँले चाहिँ छोड्न मान्नु भएको थिएन बालुवाटार छोड्न नमानेपछि अब उहाँलाई जबरजस्ती नै हेलिकप्टरमा हालियो र त्यहाँ भएका सवारी साधनहरू सबै नक्सलमा ल्याएको थियो जुन आन्दोलनकारीहरूले देखेका थिए। र आन्दोलनकारीको टार्गेट के थियो भने त्यो भिडमा
यो भित्र चाहिँ प्रधानमन्त्री हुनुहुन्छ, हामी मार्छौँ र हामी यो हेडक्वार्टर पनि चलाउँछौँ भन्ने थियो। तर अनि हेडक्वार्टरलाई चाहिँ मान्छे टेक्नोलोजीमा चाहिँ आन्दोलनकारीहरू एकदमै डेभलप थियो कि उनीहरू चाहिँ ड्रोनबाट रेकी गरिरहेको थियो। अनि जस्तो मान्छे त जुन त्यो हेडक्वार्टरमा त सबै आफ्नो प्रेसरमा थियो नि त होइन, त्यो भित्र गर्भवती महिलाहरू थिए, सानो बच्चा बोकेका महिलाहरू पनि, महिला प्रहरीहरू पनि हुनुहुन्थ्यो होइन। सबै आफ्नो टेन्सनमा हुँदाखेरि त्यो ड्रोन घुमेको देखेपछि चाहिँ अब के गर्ने थाहा नै थिएन। अनि एकजनाले देखेपछि, उहाँ त्यहाँ हलदार हुनुहुन्थ्यो, एकजना सिपाहीले देखेपछि चाहिँ उहाँले चाहिँ आफ्नो हाकिमलाई खबर गर्नुभयो र त्यसलाई अब एन्टी ड्रोनबाट चाहिँ डिएक्टिभ गर्नको लागि पनि मान्छे छैन त्यहाँ, सबै निस्किसक्नु भएको छ। अनि गोली चलाएर चाहिँ त्यो ड्रोन त्यहाँबाट हटाएको छ कि मान्छेहरूले चाहिँ एकदमै त्यहाँ चाहिँ पछि त्यो प्री प्लान थिएन कि त्यो आन्दोलन हुँदै जाँदाखेरि मान्छेले चाहिँ त्यो कहाँबाट आउँछ आइडियाहरू। नेपाली त एकदमै क्रिएटिभ छ नि त, मैले पनि सोसल साइटमा हेरिरहेको बसेर त्यो न्युजहरू हेर्दै गर्दाखेरि मैले सोसियल मिडियामा हुँदैन त्यहाँ हेलिकप्टर बस्न नदिनेलाई प्रधानमन्त्री रेस्क्यु गर्दैछ, त्यो हेलिकप्टर बस्न नदिने ड्रोन जोसँग ड्रोन छ उडाउ भने कस्तो त्यो सोच्न भइसकेको हो। त्यो मान्छेले कस्तो गर्दै जाँदाखेरि चाहिँ त्यो एक्टिभ भएको हो कि माइन्ड चाहिँ, क्राइम माइन्ड भन्छ कि, त्यो माइन्ड चाहिँ एक्टिभ भयो। त्यसपछि चाहिँ म गएँ, अब त्यहाँ त्यस्तो भइसकेपछि चारैतिरबाट चाहिँ आन्दोलनकारीले घेरेको छ। त्यो भइसकेपछि चाहिँ म गएँ उसमा प्रेसिडेन्ट हाउसमा होइन, त्यहाँ गएँ। त्यहाँ जाँदाखेरि चाहिँ मैले हामीलाई त्यो सिधै उताबाट बालुवाटारबाट छिर्न नदिएपछि चाहिँ यता लैनचौर हुँदै गएँ होइन। त्यहाँ चाहिँ मैले त्यो दृश्य त अब हामीले कहिले पनि देखेनौँ भनौँ न। हातमा बेल्चा, खुँडा, खुकुरी, बन्दुक, अनि प्रहरीबाट लुटिएका गाडीमाथि त्यही मलाई त त्यो हेरिरहँदा यस्तो त साउथ इन्डियन मुभीमा देखिन्छ त्यही दृश्यहरू टक्कै कपी थियो क्या। गाडीको वरपर त्यो केटाहरू झुमिएको छ, अनि त्यसपछि झन्डा के त्यो झन्डालाई मात्रै हाइलाइट गरेको छ। अनि त्यहाँ चाहिँ एनसिएलको कागजहरू, सिआइबीको अफिसबाट ल्याएका महत्त्वपूर्ण कागजहरू सबै बाटोमा फ्याँकिएको छ। अनि त्यसपछि उहाँहरूले चाहिँ जब मिडिया देख्छ, मिडिया देखेपछि अझ उत्तेजित हुन्छ त्यो आन्दोलन होइन, त्यो भिड। अनि उनीहरूको चाहिँ त्यो खिच्नु पर्ने, मैले चाहिँ मलाई यहाँ खिच भन्छ, मैले त्यहीँ खिचिरहेको छु क्या। किनभने त्यो भिडमा म एन्टी जाने बित्तिकै मलाई त किन म एक्लै हिँडिरहेको छु नि त होइन। अनि जाँदै गर्दा बाटोमा विदेशीहरू र स्थानीयहरू त्यो भिडलाई, जसले चाहिँ प्रहरीको गाडी लुटेर आएका छन्, बन्दुक नचाइरहेछ, त्यो भिडलाई स्वागत गरेको देखेँ। र विदेशीले पनि त्यसैमा भनौँ न उनीहरूलाई चाहिँ के कारणले बुझाइएको छैन होइन। अनि त्यसरी त्यहाँको स्थानीयलाई चाहिँ सायद उनीहरूको चाहिँ एउटा आक्रोश के थियो भने सामाजिक सञ्जाल फेसबुक बन्द गर्थिस् भन्ने पनि कुरा सुनियो के त्यो बिचमा चाहिँ। त्यसपछि चाहिँ हामी चाहिँ राष्ट्रपति निवासमा जाँदाखेरि कोही कुर्सी बोकिरहेछ, कोही सोफा बोकिरहेछ, बाटोमा ल्याएर नाचिरहेछ होइन। त्यही निर चाहिँ त्यो भैरवगढ होइन, त्यहाँ चाहिँ नेपाली सेना चाहिँ तैनात छ होइन। त्यो ध्वस्त पारिसक्यो, त्यहाँ कुनै केही पनि बाँकी छैन। अनि धेरै मान्छेलाई कस्तो लाग्यो भने यो ऐतिहासिक स्थल हो र यहाँ चाहिँ हामीले यो फोटो राख्नुपर्छ, सायद त्यही सोच्यो होला होइन। बुढो, अलि वृद्ध मान्छे, अनि बच्चा, अनि अलि मिड एजको गएर चाहिँ सबै सेल्फी खिचिरहेको थियो कि, फोटो खिचिरहेको थियो त्यो जलिरहेको भवनको अगाडि, राष्ट्रपति भवनमा चाहिँ। अनि एउटा ग्रुप चाहिँ बाइकमा आउँदै हामीले यस्तो गऱ्यौँ भन्ने पनि देखाइरहेछ होइन। अनि एउटा ग्रुप कस्तो छ भने जुन युवा पुस्ता अलि पढे लेखेको छ, भोलि चाहिँ हामीलाई यो खरानी बनाए पनि यो हामीलाई यो ठाउँ चाहिँ चाहिन्छ भन्ने सोचमग्न थिए, बोल्दै थिएनन् होइन। अनि त्यसपछि गइसकेपछि चाहिँ सेनाको केही नयाँ गाडीहरू पनि आएको थियो, जुन चाहिँ त्यो बख्तरबन्दका गाडीहरू तिनीहरू आइरहेको थिए। अनि बानेश्वरको घटनाको कुराहरू पनि त्यसमा भयो होइन। हिल्टनमा त्यो 2 जना पनि मर्थ्यो होला कि, नक्सल हेडक्वार्टरबाट देखेकै कारण उनीहरू बचेको हो होइन। अनि त्यसपछि हेलिकप्टर जब ल्यान्ड गर्न थाल्यो, उनीहरू चाहिँ रक्सीको बोतल समातेर चाहिँ सेल्फी खिचिरहेको क्या। त्यसपछि हेलिकप्टरलाई चाहिँ रेस्पोन्स नगरेपछि उहाँहरू चाहिँ महाराजगञ्जमा रेस्क्यु गर्न जानुभएको, जुन हाम्रो अडियो पनि एकदमै भाइरल भइरहेछ नि त। अनि त्यो गरिरहँदा मैले चाहिँ फेरि राति भइसकेको थियो, म चाहिँ भाटभटिनीनिर पुगेँ। भाटभटिनीनिर चाहिँ एउटा ग्रुपले चाहिँ पानी हाल्दै थियो, सरकारी गाडीमा आगो लगाइछ, अर्को चाहिँ पछाडिबाट पेट्रोल हालेर आगो सल्काइरहेको थियो। अनि हजुर
त्यहीँनिर एटिएम पनि फोडिरहेको थियो। कस्तो भने एउटा जुन उग्र ग्रुप छ तिनीहरूले चाहिँ बाटो अवरोध गरेपछि उनीहरूले पैसा लुट्न पाए नि त। त्यस्ता अनि मेट्रोबाट चाहिँ त्यो ठुल्ठुलो मोनिटर हुन्छ नि ट्राफिकको, त्यो बोकेर चाहिँ बाइकमा घर लगिरहेका थिए। अनि यो तपाईँहरू किन गर्दै हुनुहुन्छ भने यहाँ राखे पनि जल्ने हो, यो हामीले जलाइहाल्यौँ भनेर पनि त्यो मान्छेको बाइक त सबैले जलाइदिइरहेको थियो। त्यही त। अनि यो विवेकजी अब त्यो दिन पत्रकारिताको विशेष भूमिका रह्यो। मैले बुटुलबाट हेर्दाखेरि चाहिँ मलाई त्यो दिनको अराजकता म देशैभरि फैलिन कता कतै मिडियाको पनि भूमिका छ कि जस्तो लाग्छ। जस्तो कि त्यो न्युज पढेरै मान्छे उक्स्यो, काठमाडौँ त्यो गरिसक्यो, काठमाडौँको पुलिस त असफल भइसक्यो, काठमाडौँ त आउट अफ कमान्ड गइसक्यो, अब जहाँ जेसुकै गर्न पाइँदो रहेछ भन्ने चाहिँ कतै त्यो न्युज पढेर चाहिँ मैले त्यस्तो पर्सिभ गरेँ। त्यो दिन न्युज जसरी प्रभाव हो अलिक फरक तरिकाले गर्न सकिन्थ्यो कि सकिन्थेन? तपाईँलाई के लाग्छ समाचारको अब तपाईँ कसरी यसलाई हेर्नुहुन्छ? समाचारको भूमिका के छ? भएको घटना त लुकाउने कुरो भएन होइन। मान्छे मरेको छ, मान्छेको सङ्ख्या घटाएर लेख्ने कुरो त भएन नि त। जलेको छ, जलेको कुरा लुकाउने कुरो त भएन। तर हाम्रो न्युज रुममा पनि त्यो ढङ्गको भन्दा पनि हाम्रो सम्पादकीय हेर्न सक्नुहुन्छ, त्यसको अघिल्लो दिनदेखि नै लगातार होइन। अब त्यसको आधारमा पनि मूल्याङ्कन गर्न सकिन्छ। तपाईँले भनेको प्रश्नको उत्तर चाहिँ त्यही छ जस्तो लाग्छ। तर भएको कुरा त राख्नु नै पर्यो। अब अहिले जसरी अब मेन स्ट्रिम मिडियाहरूमाथि नै प्रश्न उठिरहेको छ होइन, हाम्रो कान्तिपुरदेखि लिएर अन्नपूर्ण माथि हमला गर्नुभयो जसरी। तर फेरि अहिले समाचार सामग्रीको हिसाबले अथवा भनौँ त्यहाँ उहाँहरूले माग अनुसार अथवा त्यसको कानुन अनुसार समाचार सम्प्रेषण गर्न त फेरि यिनै मिडियाहरू अगाडि छन् होला नि त। होइन त्यो त सहमत छु। फेरि घाइतेलाई भेट्नेदेखि लिएर म अस्ति एकजना घाइतेलाई भेटिरहेको थिएँ कि। अब उहाँले के भन्नु भने मलाई अहिलेसम्म भेट्न कोही पनि आएको छैन, तपाईँ आउँदै हुनुहुन्छ, मैले चिनेको भन्दा बाहिरको मान्छे तपाईँ आउँदै हुनुहुन्छ। अन्त चाहिँ साथीहरू अरू साथीहरू जेएनजीका साथीहरू पनि जानुभयो अरे, यहाँ त म भट्ट त उहाँहरू पनि आउनु भएको छैन, अनि प्रधानमन्त्री पनि जानुभयो अरे भन्ने छ। मतलब यो घाइतेहरू चाहिँ फेरि यो सिभिलमा यो ट्रमामा यो जुन नजिक छ नि वरिपरि नाम चलेका अस्पतालमा मात्र छैनन् के, पर छन्, पर पनि छ। हामीले पनि बुटोलमा त गएन होइन, हामी गयौँ तर बुटोलमा त कुनै सरकारी अधिकारीहरू त्यहाँ छिरेन। सँगसँगै यो पत्रकारिता पेसा त्यो दिन मैले पहिलोपटक सुने, अरू बेला पनि हुनुहुन्थ्यो होला, घाइते नै भएको, गोली नै खाएको पत्रकार चाहिँ अब यस्तो झन्डै युद्ध नै भएको जस्तो, युद्ध पत्रकारिता जस्तै भयो त्यो दिन। अनि कसरी सुरक्षित हुने पत्रकारहरू? अब यस्तो हो, अब त्यो खालको खास चाहिँ भन्ने हो भने मिडियासँग केही गुनासो छ, समस्या छन् भने त्यसका माध्यमहरू छ नि त होइन। मिडियाकर्मीमाथि नै मिडियामाथि नै हमला गरेर त केही हुन्छ त, त्यसको नतिजा के आउँछ त? त्यही त देवेकीजी, यो खास त्यो त्यो दिन तपाईँ कसरी त्यो होइन, तपाईँलाई पनि डर त भयो नि त, तपाईँलाई पुलिसले गोली नहान्ला भन्ने ग्यारेन्टी भए पनि अराजकता त्यो भिडबाट चाहिँ जोगिने चाहिँ तपाईँ त्यो डरको बिचमा कसरी पत्रकारिताको धर्म निभाउनु? तपाईँले चाहिँ यस्तो आन्दोलनमा पत्रकारको सुरक्षा कसरी गर्ने भन्नु खोज्नु भएको है। यस्तो हुन्छ, तपाईँको आन्दोलनमा चाहिँ मैले भने नि अगाडि पनि प्रहरी र पत्रकार जहिले घाइते हुन्छन् हो भन्नुभयो। जस्तो पत्रकारलाई चाहिँ प्रहरीले गोली हान्दैन भनेर कहाँ लेखेको छ र? प्रहरीलाई पनि कहिले काहीँ चाहिँ यो पत्रकारले यसरी लेख्छ भन्ने त हुन्छ नि त होइन। अनि आन्दोलनकारीमा चाहिँ तपाईँको पहिला जब राजनीतिक पार्टीका कार्यकर्ताहरू जब आन्दोलनमा आउँथे, यो पत्रकारले यसरी समाचार सम्प्रेषण गर्नुपर्छ, यसलाई ढुङ्गाले यसलाई ठोक भन्ने पनि त भएको थियो नि त होइन। तर पत्रकारका लागि चाहिँ पत्रकारले आफै सोच्नुपर्छ जस्तो लाग्छ हाम्रो नेपाली सन्दर्भमा, नेपालको जुन मिडियाको सन्दर्भमा। कुनै पनि मिडिया हाउसको मालिक अथवा सम्पादकले मुखले मात्रै भन्यो सुरक्षित गर है, जो चाहिँ ग्रासरुट लेभलबाट भन्दाखेरि पत्रकारिताको रुट लेभलबाट आएको छ, रिपोर्टिङबाट आएको छ, त्यो सम्पादकले मात्रै सम्झिने हो। नत्र भने अहिलेको माहौलमा अथवा नेपालको पत्रकारितामा पत्रकारले आफै सुरक्षित हुनुपर्छ। र हामी पत्रकारहरूले चाहिँ फिल्डमा जानु अघि हामीसँग चाहिँ टाउको सुरक्षा गर्नु पर्यो। टाउको सुरक्षा जस्तो हेलमेट आफ्नो छैन भने साथीको मागेर जाने, प्रेस ज्याकेट लगाएर जाने। तपाईँको चाहिँ तिनकुने आन्दोलनमा जाँदाखेरि पत्रकारहरू चाहिँ बुम समाउँदैमा पत्रकार भनेर त्यो भिडले चिन्दैन कि। हामीलाई एउटा साइन दिएको छ नि त पत्रकारिताको ज्याकेट प्रेस भनेर, त्यस्तो लगाएर जानुपर्छ जस्तो लाग्छ होइन। अनि त्यो भिडमा चाहिँ अब
फायरिङ भइसकेपछि गोलीले त पत्रकार भनेर चिन्दैन होइन, लागिहाल्छ। अनि आन्दोलनको ढुङ्गा आए पनि त्यही हो। तर व्यक्तिबाट चाहिँ यो एङ्गलबाट जस्तो मैले चाहिँ फोटो पत्रकारिता पनि गरेँ होइन, हिमाल र नेपाली टाइम्समा छँदाखेरि फोटो पत्रकारिता गर्दाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एङ्गल र फोटोको एक्सप्रेसनमा मात्रै ध्यान हुन्छ कि यो कहाँबाट खिच्दाखेरि राम्रो बेस्ट आउँछ भनेर चाहिँ। अनि त्यो हेर्दाखेरि चाहिँ मान्छेलाई गोली लागेको थाहा हुँदैन अथवा आक्रमण भएको। तर त्यो बेला चाहिँ हामीले चाहिँ यो के गरिरहेछौँ सचेत भएर फोटो खिच्ने प्रहरीको। र कहिले पनि हामी कहिले कस्तो लाग्छ भने अहिले पत्रकारहरू कि प्रहरीको पछाडि हुन्छ कि आन्दोलनकारीको पछाडि हुन्छ, हामी दुइटैको पछि बस्नु हुँदैन कि आन्दोलनमा चाहिँ। त्यो चाहिँ हामीले विशेष ख्याल गर्नुपर्छ। र अर्को कुरा चाहिँ अश्रु ग्यास त जहिले पनि प्रदर्शनकारीमा आउँछ होइन, त्यसको लागि चाहिँ हामीले चाहिँ मैले चाहिँ विशेष गरेर कपडा भिजाएर लग्छु कि रुमाल कटनको त्यो रुमाल भिजाएर लग्ने हाल्ने। अनि मलाई पनि त्यस दिन दोस्रो दिन चाहिँ अश्रु ग्यासको सेलहरूकोले असर गरेको थियो, मैले त्यही गरेर चाहिँ सुरक्षित भयो। अनि कहिले पनि मिडियामा चाहिँ पत्रकार घाइते भइसकेपछि त्यो सीमित समयमा समाचार आउने हो, त्यसपछि पत्रकारलाई कसैले पनि हेर्दैन। नेपालका पत्रकारहरू चाहिँ एउटा डेडिकेसन एउटा प्यासन भएर मात्रै काम गरिरहेको हो कि योमा पैसा पाइन्छ र मेरो भोलि भविष्य उज्जवल हुन्छ आत्मसन्तुष्टि र एउटा व्यावसायिक हिसाबले गरेर। र कतिपय तपाईँले भन्नुभयो अघि चाहिँ त्यो मिथ्या सूचनाहरू पनि सम्प्रेषण भयो भन्नुभयो नि, यहाँ यस्तो छ कि यसको कुरा चाहिँ पत्रकारिता अथवा मेन स्ट्रिमको मिडियाहरूले चाहिँ त्यस्तो मिसलिड गरेको छ जस्तो मलाई लाग्दैन। किनभने तपाईँको आन्दोलनमा चाहिँ अहिले मैले डिजिटल वार हो भनेर किन भने घटनास्थलबाट जे हो त्यही भिडियो खिचेर सोसल साइटमा हालिएको छ। जब काठमाडौँमा चाहिँ पुलिसको वृत्तहरू पोस्टहरू र सरकारी कार्यालयहरू सिंहदरबारमा आगो लाग्यो, त्यसपछि सोसल साइटमा जुन भिडियोहरू हाल्यो त्यसपछि मात्रै जिल्ला बाहिरका चौकी अनि तपाईँको सरकारी कार्यालयहरूमा आगो सल्किएको छ, त्योभन्दा अगाडि आगो लागेको छैन हो। यी कुराहरू चाहिँ हामीले ख्याल गर्नुपर्छ होइन। अनि सबैले चाहिँ अहिले सबै मान्छे चाहिँ फेसबुक डिएक्टिभ भएपछि बिचमा टिकटकमा गएको छ। टिकटकमा धेरैलाई थाहा छैन यो के भइरहेको छ भनेर। तपाईँको दोस्रो दिनको आन्दोलनलाई पोक गर्नको लागि पुराना भिडियोहरूको अर्काइभले पनि सहयोग गरेको छ। जस्तो तपाईँका नेताहरूले चाहिँ बोलेका कुराहरूलाई चाहिँ कटिङ गरेर राखेको छ। हाम्रो नेपालीहरूमा एउटा त्यो क्रिएटिभ माइन्ड चाहिँ छ कि पुरानो ल्याएर चाहिँ नयाँ त्यसमा हालिदिने र त्यो सन्दर्भमा राख्ने। जस्तो म तपाईँलाई यसमा एउटा सन्दर्भ जोड्छु। सँगसँगै नेपालमा आन्दोलन भइरहेको बेला चाहिँ फ्रान्समा पनि आन्दोलन भइरहेको थियो, जुन चाहिँ 2026को सन् 2026को बजेटमा चाहिँ असहमति थियो र ट्रेड युनियनले त्यो जुन बजेट छुट्याइएको छ यसको विरोधमा आन्दोलन गरिरहेको थियो। तपाईँले एआईबाट जेनेरेट गरेको आइफेल टावरमा चाहिँ आगो लागेको त्यो भिडियो हेर्नुभयो, त्यो एआईबाट हो। जस्तो नेपालमा पनि तपाईँको संसद भवनमा चाहिँ 32 जना मृत अवस्थामा पर्यो भनेर इन्डोनेसियादेखि लिएर विभिन्न स्थानका फोटो मर्ज गरेर राखिएको छ क्या। मलाई चाहिँ अहिले कस्तो लाग्छ भने हाम्रो पत्रकारहरूले पनि टेक्निकली चाहिँ साउन्ड हुनुपर्छ जस्तो लाग्छ। सबै नहोला तर एटलिस्ट सिक्नुपर्छ। जस्तो हाम्रो चाहिँ सधैँ तपाईँले हेर्दाखेरि चाहिँ क्यामेरा पर्सन फोटो पत्रकारहरू चाहिँ घाइते हुनुहुन्छ होइन, रिपोर्टर पनि घाइते हुन्छन् तर गोली चाहिँ लागिहालेको छैन। रिपोर्टरले चाहिँ जस्तो मैले लेख्ने काम पनि गरेँ होइन, त्यो गर्दाखेरि चाहिँ रिपोर्टरमा चाहिँ लेखेकै कारण धम्की आउँछ होइन, त्यो उसको चाहिँ उससँग व्यक्तिगत दुश्मनी साध्ने बेग्लै छ, त्यसमा पनि आफ्नै मतहरू छन्। तर यो क्रममा चाहिँ हामी पत्रकार फोटो पत्रकार र भिडियो पत्रकार भनौँ न, भिडियो खिच्ने टेलिभिजनमाहरू उनीहरूले अलिअलि टेक्निकल नलेज चाहिँ यो जमानामा राख्नै पर्छ। किनभने अब डिजिटल वार हुँदैछ, त्यसमा चाहिँ कुन चाहिँ यो फ्याक्ट हो कुन चाहिँ एआईबाट जेनेरेट हो त्यो चाहिँ हामीले नलेज राख्नै पर्छ। फ्याक्ट चेकिङको अहिले कति कुराहरू ट्रेनिङ पनि दिएर हुन्छ विभिन्न संस्थाले होइन। अनि जस्तो त्यो 32 जनाको त्यसको स्पष्टीकरण दिनको लागि प्रहरी त्यस्तो अवस्थामा पनि उसले चाहिँ एउटा सूचना जारी गरे नि त होइन यो भनेर। नत्र त्यो चाहिँ तपाईँको टिकटकमा आइसकेपछि अझ अर्को आगो सल्किएको थियो। आन्दोलनकारीहरू त्यहाँ जलेको भवनमा पनि गएर हाम्रो मान्छेहरू कहाँ छ भनेर भनेको छ। त्यो कुराहरू चाहिँ के जस्तो त्यहाँ प्रहरीका चाहिँ भ्यानहरू त्यस्तो जलाइएको छ। तपाईँले त्यो आन्दोलनमा चाहिँ
पहिलो आन्दोलनकारीलाई गोली लागिसकेपछि त दोस्रो तेस्रो उसमा त एम्बुलेन्स आउन दिएको छैन, एम्बुलेन्स नै जलाएको छ। यी कुराहरू चाहिँ मिथ्या सूचनाहरूले एकदमै असर गरेको छ। र हामी पत्रकारहरूमा पनि कतिजना, मैले एउटा कुरा तपाईँलाई जोडेँ, मैले पछि त्यो माफी पनि मागेँ। जस्तो झलनाथ खनालजीको घरमा आगो लागिसकेपछि उहाँको श्रीमती रवि लक्ष्मी चित्रकार आगो लागेर उहाँलाई चाहिँ घाइते हुनुभयो होइन। घाइते भइसकेपछि उहाँको सुतेको फोटो आएको थियो कि उहाँ अचेतमै हुनुहुन्थ्यो। त्यही बेला पत्रकार साथीहरूले चाहिँ उहाँ बित्नुभयो भनेर राख्नुभयो कि। अनि त्यसमा चाहिँ तपाईँको सोर्स भेरिफाई गर्नलाई त्यो सिचुएसन पनि थिएन होइन, कि हामी त्यहीँ पुग्नु पर्यो है। अनि त्यो मैले पनि साभार गरेँ होइन। त्यसपछि चाहिँ म कति रेस्पोन्सिबल हुनुपर्छ पत्रकारितामा भन्ने मैले अझ त्यसबाट प्रष्ट भएँ, पहिला पनि थिएँ होइन। अनि त्यसपछि मलाई फोन आयो, अब एकदमै भाइरल भयो होइन। अनि दोस्रो दिन म फिल्डमा थिएँ, महाराजगञ्जमा प्रहरी चौकी आगो लागिरहेको बेला त्यहाँ म थिएँ होइन, त्यो सल्काइसकेको थियो। अनि त्यहाँ थिएँ, त्यहाँ मलाई फोन आइसकेपछि उहाँ जीवित हुनुहुन्छ र आज उहाँको मुखबाट अलि आवाज आइरहेछ, अचेत हुनुहुँदो रहेछ। तर त्यही फोटो सबैले साभार गरिरह्यो कि। अनि त्यसपछि पनि उहाँ जीवित हुनुहुन्छ, तर त्यही फोटोलाई चाहिँ ब्लर गरेर मान्छेले त्यही फोटो युज गरे, मिडियाले नै क्या, अनलाइन मिडियाहरूले। हामीले कति विचार गर्नुपर्छ भन्ने यो कुरामा गर्दैछु। अनि मैले त्यही अन द स्पोट माफी मागेर चाहिँ उहाँ जीवित हुनुहुन्छ भनेर हाल्दाखेरि दर्शकहरूले पनि बुझ्छ कि अहिले तपाईँले यस्तो गरेर चाहिँ माफी माग्नुभयो, यही ठुलो कुरा हो, र उहाँ जीवित हुनुहुन्छ, हामीलाई खुसी लाग्यो भनेर रेस्पोन्स गर्नुभयो क्या। त्यसलाई चाहिँ जिम्मेवार पत्रकारिता भनिन्छ कि मलाई फिल भयो। अनि यस्तै घटनाहरू धेरै छन् होइन। अनि अनलाइन चाहिँ कुनै कुनै कस्तो छ भने कुनै अनलाइन चाहिँ जो बेसिक पत्रकारिता पढेर आएको छैन, मेन स्ट्रिममा चाहिँ रुल रेगुलेसनमा बसेर काम गरेको छैन, जसले एउटा नेम फेमको लागि पावरको लागि चाहिँ अनलाइन मिडियाहरू सञ्चालन गरेका छन्, तिनीहरूले चाहिँ अहिलेको आन्दोलनलाई चाहिँ अझ भड्काउने काम गरिरहेछ कि। हामीले पढेको भनेको चाहिँ यस्तो द्वन्द्व हुँदाखेरि पत्रकारितामा त्यो द्वन्द्वलाई उचालेर बाहिर ल्याउने मात्र होइन, त्यसलाई चाहिँ कन्फ्लिक्ट म्यानेजमेन्ट पनि गर्नुपर्छ, पत्रकारिता अथवा पत्रकारले त्यस्तो दिनुपर्छ भन्ने पनि हामीले पढेका छौँ कि। अनि म चाहिँ यो आन्दोलनको क्रममा अहिले जति दिनमा म हिँडेँ नि, मैले शान्ति पत्रकारिताको थिमलाई लिएर हिँडेको छु क्या। अहिलेको तपाईँको अवस्था भनेको नेपाल प्रहरी सबैभन्दा बढी पीडित छ होइन। घाइतेहरू पनि छन्, पीडित व्यक्तिहरू जसको मृत्यु भएर गयो उनीहरूमा झन पीडा छ, कहिले नफर्किने गरेर गयो नि त छोराहरू होइन। अनि अब जो जीवित छन् हस्पिटलमा उनीहरू अझ जीवनभर आजीवन पीडित छन्। तर नेपाल प्रहरी भनेको चाहिँ पहिलो चेन अफ कमान्डमा जनतासँग कनेक्ट हुने हो। उनीहरू मानसिक रूपले भौतिक रूपले क्षति बेहोरिरहेको छ, तर उनीहरूलाई कसैले पनि स्याम्पथी दिएको छैन, किनभने नेपाल प्रहरीमा सबैभन्दा बढी पोलिटिसियनहरूले त्यो इन्भल्भ भएर चाहिँ त्यसलाई चाहिँ जुन पार्टी आयो, जुन सरकार आयो, त्यो बेलाको नेपाल प्रहरी बनाइदिएर चाहिँ अहिले जुन अवस्थामा छ नि, त्यो अवस्थामा चाहिँ नेपाली पत्रकारिता र कन्टेन्ट क्रिएटरहरूले सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ। आज नेपाल प्रहरीको मानसिक र भौतिक क्षति भयो र यो मानसिक क्षति चाहिँ कन्टिन्यू रहिरह्यो भने नि भोलि तपाईँ हामीलाई नेपालमै बसिरहन एकदमै गाह्रो हुन्छ। त्यो त अहिलेको अवस्थामा केही व्यक्तिले र केही समुदाय, केही समूहले बुझेर चाहिँ अहिले विभिन्न स्थानमा केही वृत्तहरू, चौकी पोस्टहरूलाई चाहिँ पुनर्निर्माणमा सहकार्य गरिरहेका छन् नि त। अब अहिलेको पत्रकारिता भनेको शान्ति पत्रकारिता पनि हो कि, त्यो मान्छेलाई प्रोभोक गरेर उचाल्ने होइन जस्तो मलाई लाग्छ। धन्यवाद। र अन्तिममा छोटो तपाईँले त्यो दिन के मिस इन्फर्मेसन मिडियाबाट फैलिरहेको वा केही देख्नु, त फिल्डमा एकातिर फ्याक्ट छ तर अब न्युज चाहिँ फरक फरक आएको, त्यहाँ केही त्यो अहिले उहाँले भन्नुभयो जस्तो संसद भवनभित्र मान्छे त्यस्तो भन्ने कुरा त्यहाँ आएको थियो। अब मलाई त्यो कुरा आएपछि डेक्सा मान्छेले के हो बुझ्नु भन्ने पनि भयो। अब त्यो दिनमा यो पछिल्ला केही दिनमा त अब आफ्नो काम बाहेक अरू हेर्ने फुर्सद हस्। विवेकजीले एकदम आफ्नो त्यो दिनको, त्यो 2 दिनको एकदम टाइमलाइन अनुसार एकदम क्रोनिकल अर्डरमा हामीलाई बताउनु भयो, खुसी लाग्यो। अब यो भिडियो पत्रिकामा मैले हिजो तपाईँको आर्टिकल पढेँ, अनि विवेकजीको पनि सायद पढेँ होला। अनि के हुँदो रहेछ भने त्यही 32 जनाको कुरा पनि त्यो त यो अहिलेसम्म त त्यो त भेरिफाई भइसक्यो नि, त्यो फल्स फेक हो भनेर। तर हिजोसम्म पनि मान्छे त्यो पत्याइरहेछन् क्या कतै कतै। भनेपछि यो हाम्रो यो भिडियो हेरेर पनि मान्छेहरूले केही कुराहरू इन्फर्मेसनको रूपमा ल्याउन्
जस्तो यस्तो कुरालाई मैले तपाईँले रोकेँ हेर्ने सानो यस्तो कुरामा पनि जस्तो कान्तिपुरलाई त मान्छेले चाहिँ कस्तो भने एउटा पुरानो ब्रान्ड हो नि त हामी सानैदेखि हेरेर हुर्केको हो नि त यस्तो मेन स्ट्रिममा खेल्ने मिडियाहरू हुन्छन् मेन स्ट्रिम नेपालको मूलधारका पत्रकारहरू अथवा मिडिया हाउसले चाहिँ यस्ता कुराहरूलाई भेरिफाई गरेर राखिदिनुपर्छ जस्तो लाग्छ कि मलाई किनभने मान्छेले कसलाई विश्वास गर्छ अनि नयाँको चाहिँ विश्वास जित्न त अहिले अलिक गाह्रो छ नि त होइन मान्छेले चाहिँ कस्तो सब्सक्राइब र भ्युवर बढाउनुको लागि अहिले यस्तो फेक पत्रकारिता पनि गरिरहेका छन् कन्टेन्ट क्रिएटरहरूले पनि त्यसलाई चाहिँ यस्तो मसला हालेर चाहिँ कुनै सबै होइन है धेरै कन्टेन्ट क्रिएटरले अहिले नेपालको राम्रो भूमिका खेलेछ शान्ति पत्रकारितामा अथवा यो माहौलमा तर केही कन्टेन्ट क्रिएटरहरू चाहिँ अहिले नयाँ उब्जिएको छ होइन केही पुरानाले पनि आफ्नो भ्युअरसिप बढाउनको लागि पैसा कमाउनको लागि चाहिँ नेपालमा आगो सल्काइरहेछन् कि त्यो जुन राम्रो होइन हामी नेपालीहरू यति शान्ति भावका र यति दया भावको छ कि जस्तो तपाईँले चाहिँ सँगसँगै भर्खर इन्डोनेसिया बङ्गलादेशको सबैको ठाउँको युद्ध हेर्नुभयो नि त्यहाँ त कस्तो गराएको छ हेर्नु त प्रमुख जुन पार्टीका नेताहरू छन् जो चाहिँ प्रधानमन्त्री त्यो देशमै बस्न नसक्ने अवस्था गराएको छ नि तर अहिले चाहिँ हाम्रो नेपालीहरूले त्यस्तो गराएको छैन नि एउटा पिस प्रोसेस त छ नि हामीमा होइन अनि त्यो सधैँ कायम राख्नुपर्छ जो नेपालको चाहिँ पत्रकारिता गरिरहेका छन् नि अहिले जस्तो विवेकजीले उहाँले कुरा गर्नुभयो अर्को छ आफूले आँखाले देखेको विटनेसहरू र त्यसलाई पनि फ्याक्ट चेक गरेर मात्रै राख्नुपर्छ आँखाले देखेर पनि साँचो छैन यहाँ किनभने त्यो एआई जेनेरेट गरेको कुरालाई पनि यो एआईबाट जेनेरेट गरिएको हो भनेर हामीले फ्याक्ट चेक गर्नुपर्छ म कुनै स्ट्याटस लेख्दैछु भने यो स्ट्याटसले चाहिँ कतिलाई असर गर्छ भनेर तपाईँ हामी सबैले अहिलेको अवस्थामा एकदमै केयरफुल हुनैपर्छ हस् धन्यवाद आजको सोमा अनपपुलर ओपिनियन विथ किरण विकेमा आएर आफ्नो कुराहरू सेयर गर्नुभयो र धन्यवाद विवेकजी एकदम खुसी लाग्यो धन्यवाद देवकीजी धन्यवाद हस्